आज हामी श्रीमद् भागवत महायज्ञको आज हामी दोस्रो दिनमा छौं। यहाँहरूले आफ्नो समय व्यवस्थापन गरेर यस भागवत कथा श्रवण गर्न पाल्नु भएकोमा सम्पूर्ण भक्तजनहरूलाई म हार्दिक नमन गर्दछु। विद्यार्थी हंत्रणत बाल भवाति भूतम् वन्दे महापुरुष ते चरणारविन्दम् भूते महर्विमा पुरोहितो निर्मायसे ते यदमोऽसु पुरुषः भुङ्क्ते गुणान् षोडश षोलङ्कृशिष्ट भगवन् वचांसि मे नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। जय जय श्री राधारमण जय जय नवल किशोर जय गोपी चित्त चोर प्रभु जय जय माधव चोर। अनंत ब्रह्मांड नायक सर्वाधिपति कुंज निकुंजेश्वर राधा सर्वेश्वर भगवान श्री कृष्ण चंद्र को वाग्मय प्रतिमूर्ति स्वरूप श्रीमद् भागवत महापुराण जसको पठन पाठन निर्यासन गर्दा समस्त पाप समुद्र नष्ट हुन्छ। यस्ता श्रीमद् भागवत रूपी भगवत श्री कृष्ण चंद्र को चरण वंदन गर्दै कल कल कल्लोलिनी भक्त हृदय सलोडिनी भगवती भागीरथी को धवल धारा को शुभ्र तटमा कुशासनासन आवरण अनशन व्रत परायण श्री परीक्षित जी को चरण वंदन गर्दै इस विशेष स्थान भगवान सामसराशिल भगवान को चरण वंदन गर्दै परम पूज्य माताजी को चरण वंदन गर्दै मातृ पितृ चरण कमल वंदन गर्दै उपस्थित उन्होंने संपूर्ण कथा प्रेमी सज्जन वृन्द माता संपूर्णलाई नमन गर्दै यस कार्यक्रममा हामीलाई साथ दिनुहुने उपन्यासको रूपमा र पाठ पारायण गर्नुहुने पण्डितजीहरूलाई पनि नमन गर्दै हामीलाई यहाँहरूको मनलाई आनन्दित प्रदान गर्नुहुने हाम्रा संगीतकार मित्रहरूप्रति पनि हार्दिक नमन गर्दै यो कथाको आवाजलाई टाढा टाढासम्म पुर्याइदिने हाम्रा दूरध्वनि अपरेटरलाई पनि नमन गर्दै यहाँ हामीलाई कार्यमा श्रीमद् भागवत कथा प्रारम्भका दिनभन्दा धेरै अगाडिदेखि लगातार सहयोग गर्ने विशेष व्यक्तित्वहरू हुनुहुन्छ। उहाँहरूलाई पनि हामीले हिजो पनि यो कुरा राख्न प्रयास गरिरहेको थिएँ तर समयको कमीको कारणले भन्न पाइनँ। हामीलाई कथामा या त म पछि 2 दिन 3 दिन अगाडि आएँ आउन त तर मलाई यहाँको बारेमा केही जानकारी थिएन। माताजीको संकल्प थियो श्रीमद् भागवत कथा गराउने। यो कथा संकल्प मात्र थियो, कसरी त्यसलाई प्रारूप कथाको रूप दिने भन्ने कुरामा हामी सबै अन्योल थियौँ। यहाँ आएर आफन्त परिवार नातागोता आफ्ना शुभचिन्तकहरूलाई आफ्ना मनका कुरा राख्नुभयो। राख्दाखेरि कसैले सुन्नुभयो कसैले सुन्नु भएन।
कसैले ध्यान दिनुभयो, कसैले ध्यान दिनु भएन। त्यसमा पनि हुन्छ, तपाईँ प्रयास गर्नुहोस्, हिम्मत गर्नुहोस्, हामी साथ दिन्छौँ भन्ने व्यक्तित्वहरूको एकदमै कमी हुन्छ। व्यक्तिहरूलाई खोट देखाउन सजिलो हुन्छ, यहाँनिर खराब भएछ, यो बिग्रेछ, यो राम्रो भएन भन्न सजिलो हुन्छ। तर यो सुधार्ने, कसरी सुधार्ने, के गर्नु त भनेर सोध्ने भने उत्तर कोहीसँग पनि हुन्छ। तर पनि यहाँ साथ सहयोग गर्ने व्यक्तित्वहरूलाई पनि हार्दिक नमन गरि सकिँदैन। उहाँहरूको साथ थिएन भने सायद कथा प्रारम्भ हुनै सक्ने अवस्था थिएन। हामीलाई प्रत्येक दिनमा साथ दिनुहुने हाम्रो श्री दाई, मलाई पनि धन्यवाद दिन चाहन्छु। अनि हाम्रो साथमा हाम्रो मेजर साहबले पनि धेरै सहयोग हुन त सम्बन्ध उहाँहरूको आफन्त के छ त्यो आफ्नो ठाउँमा छ। उहाँले चाहिँ कथा प्रारम्भ भएको दिन भन्दा केही दिन अगाडि आएर यहाँको व्यवस्थापन मिलाउने आज पनि मिलाइराख्नु भएको छ। केशव बर्तोला सरलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। उहाँले यो कार्यक्रमलाई सहज बनाइदिनु भयो। हामीलाई कथा अभ्याससम्म पुर्याउनको लागि एकदमै ठुलो हात उहाँको पनि रहेको छ। आज पनि उहाँ एकदम सामान्य व्यक्तित्व भएर सेवा गरिरहनु भएको छ। उहाँलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। आउनुहुने सम्पूर्ण व्यक्तित्वहरूलाई हार्दिक स्वागत अभिनन्दन गर्दै कथाको महत्त्वलाई धेरै लामो नबनाइकन हामी तन मन धनलाई मनलाई पवित्र बनाउँदै 1 मिनट भगवानको नाम संकीर्तन गरेर कथामा प्रवेश गर्नेछौँ। बोलो भक्तवत्सल भगवानको जन्मादर्शयतोन्मयादितर्तश् चार्थेष्वेगास्वरा तेने ब्रह्महृदयादिकर्णे मुह्यन्ति यत्सूरयः तेजो यत्र त्रिशर्गो धाम्ना स्वेन सदा निरस्तकुहकं सत्यं परं श्रीमद् भागवत महापुराणको पहिलो श्लोक हो यो। भागवत प्रथम अध्याय आजबाट हामी सुरुवात गर्दैछौँ। हुन त भागवतको पहिलो अध्याय हिजो नै प्रथम दिवसमै सुरु हुनुपर्ने थियो, तर हामीले पहिलो दिन महात्म्यलाई प्राथमिकता दियौँ। पहिलो दिन महात्म्य र आजबाट श्रीमद् भागवत हामीले प्रारम्भ गर्छौँ। श्रीमद् भागवतको यो पहिलो श्लोक हो। प्रथम मङ्गलाचरण यसलाई भनिन्छ, जहाँ पहिला भगवानको मङ्गलाचरण गरिएको छ। श्रीमद् भागवतको मङ्गलाचरणमा सत्यम परम धीमहि भनेर श्लोकको व्याख्या गरिएको छ। न कसैलाई रामम परम धीमहि भन्यो, न कृष्णम परम धीमहि भन्यो, न शिवम परम धीमहि भन्यो। यो श्रीमद् भागवत नाम गरेको जुन ग्रन्थ छ, कुनै व्यक्ति देव परक या कुनै भगवत परक न सम्प्रदाय परक ग्रन्थ नै हो। यदि यसमा रामम परम धीमहि भन्ने हो भने यो रामानन्दी सम्प्रदायले हाम्रो ग्रन्थ भन्ने थियो होला, र त्यस पछाडि के हुन्थ्यो, यो त फलानु संस्थाको या त फलानु सम्प्रदायको ग्रन्थ हो, त्यसकारणले हामीले किन सुन्नु पर्यो र भन्ने मनमा आउन सक्छ। शिवम परम धीमहि भन्यो भने शैवहरूको यो त हाम्रो ग्रन्थ हो भन्ने थिए। त्यस्तै गरेर रामम परम धीमहि या कृष्णम परम धीमहि भन्यो भने कृष्ण परक, कृष्णलाई मान्ने जति सम्प्रदायहरू छन् ती सम्पूर्ण सम्प्रदायहरूले यो ग्रन्थ हाम्रो हो भनेर अवश्य पनि भन्ने थिए। त्यसैले श्री वेदव्यासजीले कसैको नाम राख्नु भएन। सत्यम परम धीमहि, हामी सत्यम परम धीमहि, परम सत्यको धीमहि यानि ध्यान गर्दछौँ। परम सत्यको ध्यान गरिएको छ। प्रथम श्लोक भागवतमा 3वटा मङ्गलाचरण छन्।
मङ्गलाचरणको पहिलो श्लोकले किम ध्येयम यानी कि कसको ध्यान गर्ने, दोस्रो श्लोकले किम ज्ञेयम र तेस्रो श्लोकले किम पेयम, तीनवटा रूपमा वर्णन गरेको छ। किम ध्येयम मतलब ध्यान कसको गर्ने, ध्यान त गरियो तर त्यसको जानकारी छैन हामीलाई भने। किम ज्ञेयम के गाउने, के भन्ने र किम पेयम के पिउने, यी तीनवटा श्लोकले चाहिँ श्रीमद् भागवतको पूर्ण रूपमा व्याख्या गरेको छ। हुन त यो श्रीमद् भागवतको कथाको मङ्गलाचरणको पहिलो श्लोककै व्याख्या गर्ने भने 7 दिन पुरै लाग्न सक्छ हामीलाई, तर पनि हामी सामान्य रूपमा यसको थोरै व्याख्या गरेर कथालाई अगाडि बढाउनेछौँ। ब्रह्मसूत्रको पहिलो श्लोक अथात ब्रह्म जिज्ञासा, ब्रह्मसूत्रको पहिलो सूत्र हो अथात ब्रह्म जिज्ञासा। यो ब्रह्माण्डं विदधाति पूर्वं यो वै वेदांस प्रविरोधि तस्मै तन्मदेवम् आत्मबुद्धि प्रकाशं मुमुक्षुर्वै शरणमहं प्रपद्ये। यो ब्रह्मसूत्रको पहिलो सूत्र हो। सूत्रबाट यहाँ के भन्यो, जन्मादस्य यतोन्वयादितरतः चार्धिस्वविज्ञस्वराट् तेने ब्रह्म हृदय आदि कवये। जसको जन्मको के थियो, जन्मको कारण जुन हुन्थ्यो त्यो अकारण हो। भगवानको जन्म अकारण भयो। हाम्रो हरेक व्यक्तिको जन्म कारण हुन्छ। हाम्रो पूर्व जन्मको संस्कारको कारणबाट हाम्रो जन्म भएको हुन सक्छ, तर भगवानको जन्मको लागि कारण चाहिँदैन। त्यसैले भगवानलाई अकारण भनेर भनिएको छ। अकारण परमात्माको जन्म भयो। भगवानको जन्ममा चाहिँ अभिज्ञ विशिष्ट व्यक्तित्वहरूले पनि ठुला ठुला ऋषि मुनिहरूले पनि भगवानको बारेमा अभिज्ञ छन्, जान्दैनन्, केही जान्दैनन् भगवानको बारेमा। स्वयं प्रकाशित हुनुहुन्छ भगवान, कसैबाट प्रकाश लिएर प्रकाशित नहुने। यहाँ त भनिएको छ मुह्यन्ति यस्सूरयः, विशिष्ट व्यक्तित्वहरू ऋषि मुनिहरू पनि मात्रै होइन, ब्रह्मा स्वयं पनि भगवानको कार्यदेखि मुह्यन्ति मोहित हुनुभएको थियो। यस्ता भगवान परमात्मालाई हामी ध्यान गर्दछौँ। जन्म विकार रहित, जन्मबाट विकारबाट जन्म मृत्यु आदि गरेका विकारबाट रहित हुनुभएका भगवानको हामी ध्यान गर्दछौँ। किम ध्येयम, परमात्माको सत्यको ध्यान गर्ने हो। अब किम ज्ञेयम भन्ने प्रश्नको उत्तरमा यहाँ भनेको छ निर्मत्सरणं सताम्। धर्मको व्याख्या गरियो यहाँ। निर्मत्सरणं सताम् वैतव परमो धर्मः, यानी कि धर्म कसको भन्दा कपट नभएको, कपटदेखि रहित भएको धर्मको चाहिँ हामीले अनुसरण गर्ने पर्ने। कस्तो छ त कपट सहितको धर्म र कपट रहित धर्म कस्तो हुन्छ त्यो ध्यान अलिकति व्याख्या गरौँ है। कपट सहितको धर्म भने के हो भने हामी आमा बुवा माता पिताको सेवा गर्छौँ। माता पिताको सेवा गर्ने या भगवानको सेवा गर्छौँ। भगवानको सेवा गर्दाखेरि हाम्रो मनमा के भाव हुन्छ कि भगवान सुख सम्पत्ति घर आवे कष्ट मिटे तनका, भगवानलाई प्रार्थना आरती गर्छौँ नि हामी। सुख सम्पत्ति जति धेरै प्राप्त होस्, मनको तनको रोग व्याध पनि सबै नष्ट भएर जाउन् हे भगवान भनेपछि यहाँ के भयो, कपट भयो नि हाम्रो भित्र। हामी चाहिँ भगवानलाई यो कारणले ध्यान गर्छौँ कि हाम्रोमा धेरै सम्पत्ति होस्, हामीसँग रोग व्याध नहोस्, परिवारमा सुख समृद्धि प्राप्त होस् भन्ने भाव आउँछ भने त्यो के हो, त्यो कपट सहितको धर्म हो। तर यदि हामीले कुनै भावना भगवानको सेवा गर्नको लागि मेरो मनमा केही भावनै छैन, भगवान जो मेरो लागि आवश्यक छ, जो म त्यो वस्तु सहन गर्ने शक्ति छ त्यति प्रदान गर्नुहोस्, मलाई तपाईको भक्ति चाहियो, अरू केही चाहिँदैन भन्ने भाव यदि आउँछ भने त्यो चाहिँ कपट रहित धर्म।
हामी भनौँ त कति चाहिँ कपट रहित धर्म गर्छौँ त कति प्रतिशत गर्छौँ होला विचार गरेर आफैलाई सम्झौँ त हामी भगवानसँग खालि माग्न मात्रै जान्छौँ मन्दिरमा दुई प्रकारका मान्छे हुन्छन् अरे है एउटा बाहिर बसेको हुन्छ एउटा भित्र बसेको हुन्छ भित्र बसेको पनि भिखारी नै हो त्यो माग्छ तर देखाउँदैन बाहिर चाहिँ माग्न देखाएर मागिरहेका हुन्छन् वास्तवमा मन्दिरमा हामी माग्न जान्छौँ त्यसैले भगवानको भजन गर्दा भगवानको चिन्तन गर्दा मनन गर्दाखेरि कपट रहित भयो भने मात्रै हो त्यो कपट रहित धर्म कसले सिकाउँछ श्रीमद् भागवत महापुराणले कपट रहित धर्म गर्नुपर्छ है धर्म प्रज्यत कैतवोत्र परमो परम धर्म भनेको के हो कपट रहित धर्म काम क्रोध मोह मद मत्सर आदिबाट मुक्त भएर हामी भगवानको चिन्तन गर्छौँ भने त्यो कपट रहित धर्म पिता आमा बुवाको सेवा पनि कहिलेसम्म गर्छ व्यक्तिले भन्दा अलिअलि त्यसबाट आउने सारा शक्ति या त शारीरिक रूपमा शक्तिशाली छन् भनेदेखि घरमा काम गर्छन् बिहान बेलुका खानासाना पकाइहाल्छन् आमाले भन्ने आधारले हामी आमा बाउको सेवा गर्छौँ कि हाम्रो धर्म हो आमा बाउको सेवा गर्ने भन्ने भावले सेवा गर्छौँ त्यो हाम्रोमा दुई भाग छ त्यसमा पनि यदि गर्न सक्दैछन् अहिले त बाबुआमाले काम गरिरहेछन् दुई चार दिन सक्दैन त घरमै राखौँ न भोलि नसकेका दिन वृद्धाश्रम पुर्याइदिउँला भन्ने भाव आउँदैछ भने त्यो कपट हो बुढाबुढी जस्तो अवस्थामा भए पनि मेरो बुवा हो मेरो आमा हो जीवनको सारा सुख त्याग गरेर मलाई दिएको छ सम्पूर्ण वस्तु त्यसैले मैले आमा बुवाको सेवा गर्नु मेरो धर्म हो भन्ने भावले यदि सेवा गरिन्छ भने त्यो निष्कपट धर्म भयो है यहाँ भागवतको दोस्रो त्यही भनेको छ कि तापत्रयोन्मूलनम यसो गर्दा चाहिँ तापत्रयोन्मूलनम तापत्रय भनेको हिजो मैले व्याख्या गरिसकेको थिएँ आदि दैविक आदि भौतिक र आध्यात्मिक नाम गरेका तीनवटा ताप हुन्छन् ती तापहरू नष्ट भएर जान्छन् यदि कपटरहित सेवा भगवानको ध्यान गरियो भने अब अर्को प्रश्न अर्को अन्तिम स्तुति गर्दै किम पेयम हामीले किम ध्येयम सुन्यौं भगवानको ध्यान गर्ने अनि चिन्तन कसरी गर्ने कुन धर्म के हो हाम्रो के गर्नुपर्छ भन्दाखेरि निष्कपट भएर भगवानको भजन गर्ने नम्बर 3 के पिउने त भन्दा निगम कल्पतरोर गरितम फलम सुखमुखादमृत द्रव संयुतम पिबत भागवतम रसमालयम मुहुरहो रसिका श्रीमद् भागवत श्री व्यासजी महाराज भन्नुहुन्छ निगम रूपी कल्प वृक्षबाट पाकेर गलितम झर्दै गरेको झरेको फल पाकेको त छ माथिबाट झर्न छ टिल भइरहेको छ तर त्यो स्वाद छ कि छैन मिठो छ कि छैन खाना नमिठो त होइन हेर्दा राम्रो छ भन्दैमा त्यो मिठै हुन्छ भन्ने कुनै त ग्यारेन्टी त छैन नमिठो पनि निस्किन सक्छ भरे हेर्दा मिठो देखिन्छ खाना नुनिलो छ कि पिरो छ कि अमिलो छ कि भन्दाखेरि भन्नुहुन्छ सुखमुखादमृतद्रव संयुतम सुखदेवजी नाम गरेका मुनिले त्यसमा चाखेको कारण खाएको कारण जुठो लगाएको छ र हैन चुच्चो लगाएको कारण के भयो त्यो मिठो छ भने ग्यारेन्टी भयो तपाईहरु आफै पनि विचार गर्न सक्नुहुन्छ जुन कुरा मिठो हुन्छ जुन गुलियो हुन्छ नि फल त्यसमा सुगाले खान्छ सुगाले खाएको फल जहिले मिठो हुन्छ त्यसैले यो श्रीमद् भागवतमा पनि सुगाले खाएको भएको सुखदेवजी महाराजले खाएको भएको कारण स्पर्श गरेको कारण यो पनि धेरै मिठो छ अनि यस भित्र चाहिँ फल त मिठो होला गुलियो त होला तर भित्र दाना होला बोक्रा पनि पाक्लो होला त्यो पनि भन्दा के त्यसको भित्र दाना पनि छ नैमिषारण्य क्षेत्रमा 88,000 ऋषिहरू स्वर्गाय लोकाय स्वर्गको कामनाका साथ यज्ञ गर्दै हुनुहुन्थ्यो जो 10,000 वर्षसम्म लामो यज्ञ भइरहेको थियो
बिहान उठेर आफ्नो नित्य कर्म गरेर सबैजना स्थानमा बस्नु भएको थियो। त्यही बेला सुतजी महाराजको आगमन भयो। सुतजी पौराणिक बड़ी ज्ञानी हुनुहुन्थ्यो, बड़ी विद्वान हुनुहुन्थ्यो। 88,000 ऋषि त हुनुहुन्थ्यो। 88,000 ऋषिहरू जसको उमेर 80, 100, 200, 500, 1000, 10,000, 1 लाख वर्षका व्यक्ति। किनभने त्यतिखेर सत्ययुगमा चाहिँ एउटा व्यक्तिको आयु 1 लाख वर्षसम्मको हुन्थ्यो है। पहिला 1 लाख वर्षको आयु, त्यस पछाडि सत्यबाट द्वापरमा आउँदा एउटा जिरो कम भयो। द्वापरबाट त्रेतामा आउँदा फेरि अर्को जिरो कम भयो। द्वापरबाट कलिमा आउँदाखेरि एउटा जिरोहरू कम भयो। अब बिस्तारै फेरि एउटा अर्को पनि जिरो कम हुन्छ कलियुगको अन्तिम पुगेपछि। यहाँ त 1 लाख वर्षका व्यक्ति साधु सन्तहरूको त्यहाँ विशिष्ट मिलन भइरहेको थियो। नैमिषारण्य क्षेत्र, तपाईहरु नैमिषारण्य जानु भएको छ कि छैन? नैमिषारण्य नाम गरेको क्षेत्र चाहिँ निमिष भनेको चक्रलाई भनिन्छ। अरण्य भनेको जंगल हो। मैले हिजो पनि यसको वर्णन गरेको थिएँ। नैमिषारण्य क्षेत्रमा चाहिँ ऋषिहरू तपस्या गर्नका लागि, स्वर्ग प्राप्तिका कामनाका लागि यज्ञ गर्दै हुनुहुन्थ्यो। सुतजीको आगमन भयो। सुतजी आएको देखेर सबैजना त्यहाँबाट आफ्नो स्थानबाट चाहिँ उठेर स्वागत सत्कार गर्नुभयो। त्यस पछाडि सबैजनाले मिलेर एउटा विशिष्ट स्थानमा राखेर उहाँलाई प्रश्न गर्नुहुन्छ। सुत पौराणिकलाई प्रश्न गर्नुहुन्छ, हे प्रभु, कल्याणको साधन के हो? यस श्रीमद् भागवतमा 6वटा प्रश्न गरिएको छ। यही 6वटा प्रश्नको उत्तर नै श्रीमद् भागवत हो। यो सुतजी महाराजलाई 88,000 ऋषि, सौनकादि 88,000 ऋषिहरूले प्रश्न गर्नुभएको थियो। यही प्रश्नको उत्तर नै श्रीमद् भागवत हो। 6वटा प्रश्न गर्नुभएको थियो। 6वटा प्रश्नको प्रश्न के थियो? कल्याणको साधन के हो? एक। अर्को शास्त्रको सार के हो? दुई। अवतार प्रयोजन, अवतार भगवानका अवतारको प्रयोजन के हो? किन भगवानले अवतार लिनुहुन्छ? त्यस पछाडि के अवतार, कति अवतार भए भगवानका? जीवनको अन्तिम लक्ष्य के हो? र अन्तमा प्रश्न गर्नुहुन्छ, ब्रूहि योगेश्वरे कृष्णे ब्रह्मण्ये धर्मवर्मणि स्वाकाष्ठो वदुनोपेत धर्मकं शरणं गतः। अन्तिम प्रश्न के थियो? भगवान श्री कृष्णचन्द्र धराधामलाई त्याग गरेर स्वधाम गमन भइसकेपछि धर्म कसको शरणमा जान्छ? यही 6वटा प्रश्नको उत्तर नै श्रीमद् भागवत महापुराण हो। यसरी प्रश्न गर्नुहुन्छ। प्रश्न गरेपछि सुतजी महाराजले पहिला भगवानको ध्यान गर्नुहुन्छ। पहिला सुखदेवजी महाराजको ध्यान गर्नुहुन्छ, भगवानको ध्यान गर्नुहुन्छ। नारायण नमस्कृत्य भनेर भगवान नारायणको ध्यान गर्नुहुन्छ। यसरी ध्यान गरिसकेपछि कथाको प्रारम्भ गर्नुहुन्छ। पहिलाको प्रश्न के थियो? कल्याण कसरी हुन्छ? कल्याण गर्ने एउटा मुख्य कारण के हो भन्दा कल्याण आफूले आफ्नो जीवको कल्याण भनेको भगवानको नामले मात्रै हुन्छ। अरू कुनै कारणका वस्तुबाट जीवको कल्याण हुन सक्दैन भनेर उत्तर दिनुहुन्छ। यसरी प्रश्नको उत्तर दिँदै गरिसकेपछि 24 अवतारहरूको वर्णन पनि आयो। अवतार प्रयोजनम भनेको छैन। अवतारको प्रयोजन के हो भन्दाखेरि जब जब धर्मको हानि हुन्छ, असुरहरू बढ्न थाल्छन्, तर भगवान त्यतिखेर परित्राणाय साधूनां विनाशाय च दुष्कृतम धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे। भगवान श्री कृष्णले गीतामा भन्नुभएको छ, हे पार्थ, जब जब संसारमा अपराधहरू बढ्न थाल्छन्, परित्राणाय साधूनां सन्तहरूको बाध्य अपराध हुन थाल्छ,
र साधु सन्तको संरक्षण गर्नको लागि र व्यभिचारी अपराधीहरू दुष्टहरूको समाहरण गर्नका लागि सम्भवामि युगे युगेमा कुनै युगमा म आफ्नो अवतार लिइरहेको हुन्छु। भगवानले भन्नुभएको छ गीतामा, यहाँ पनि त्यही हो। अवतारको प्रयोजन के हो भन्दा परित्राणाय साधुनां विनाशाय च दुष्कृताम्, अपराधीहरूलाई नष्ट गर्न र सद्हृदय सन्तहरूको रक्षा गर्नका निमित्त भगवान संसारमा अवतार लिनुहुन्छ। अब अवतार लिनुको कारण त थाहा भयो। जब खलबली बढ्न थाल्छ, सबैतिर खलबली भनेर थाहा छ, साह्रै खलबली मच्यो भन्छन् नि, तर खलबलीको अर्थ थाहा छ यहाँलाई? खलबली भन्ने शब्द पक्कै सुन्नु भएको छ। खलबलीको अर्थ के हो थाहा छ? खल भनेको दुष्ट, बलि भनेको मजबुत शक्तिशाली। दुष्टहरू शक्तिशाली हुनु भनेको चाहिँ के हो? खलबली बढ्नु लाग्नु हो। एउटा हिन्दीमा भनाइ छ के, जब बढ्ता है खलबली तो आते बजरंग बली। बजरंग बली त त्यतिखेर मात्रै आउँछ जब दुष्टहरू बलि हुन्छन्, बलवान हुन्छन्, अपराध बढ्न थाल्छ। दुष्टहरू बलवान भएपछि त अपराध बढ्ने हो। अपराध बढ्न थाल्छ, त्यतिखेर चाहिँ भगवानको अवतार हुने गर्छ। अब अवतारका प्रश्नहरू आइरहेका छन्। यहाँ अवतार चाहिँ कति अवतार भए भन्दाखेरि जम्मा भगवानका हुन चाहिँ 24 अवतार भएका थिए। 24 अवतारहरूको धेरै यहाँ वर्णन गरिएको छ। जब 24 अवतार मध्येमा चाहिँ 10 अवतार मुख्य अवतार छन्। 10 अवतारमा मत्स्य, कूर्म, वराह, नृसिंह, वामनस तथा परशुराम रामकृष्णस्य बुद्ध कल्पी तथैव च। यी 10 जना चाहिँ भगवानका मुख्य अवतार हुन्, जसमा अन्य अवतार भइसक्यो। अब केवल कल्पी अवतार मात्रै बाँकी रहेको छ। अब प्रश्न आयो, यो केबाट चाहिँ तपाईँले सुन्नुभयो, कसरी आयो ज्ञान तपाईँलाई भनेर प्रश्न गर्नुभयोस् सनकादि ऋषिहरूले। मैले श्रीमद् भागवतबाट प्राप्त गरेको। यो श्रीमद् भागवतको सुरुवात कसरी भयो, कसले गर्यो, कहाँबाट ल्याइयो भनेर प्रश्न गर्नुभयो। त्यस पछाडि यहाँ व्यासजीको प्रसङ्ग उल्लेख गर्नुहुन्छ। व्यासजी महाराजलाई 17वटा ग्रन्थहरू, 17वटा चाहिँ पुराणहरू लेखिसक्नु भएको छ। तर पनि मनमा व्याकुलता उस्तै छ, के पुगेन, के नपुगे जस्तो हुन थाल्छ। मनमा चिन्तै भइरहेको जस्तो हुन्छ, शान्ति नै भएन मनमा शान्ति नभएपछि अब कहाँ जाने भनेर दुखी भएर सम्याप्रयासतिर लाग्नु भएको छ। बाटामा सरस्वती तटको छेउमा पुगे पछाडि दुखी भएर बसिरहनु भएको बेला नारदजीको आगमन भयो। नारदजीले व्यासजीलाई देख्नु भएको छ। के भयो प्रभु, किन त्यति मलिन अनुहार लिएर कहाँ जाँदै हुन्छ, के भयो तपाईँलाई भन्दाखेरि व्यासजीले भन्नुभयो, नारदजी पुराण लेखे, वेद लेखे, 17वटा पुराण लेखिसके, तर पनि मनमा शान्ति छैन। के नपुगेको जस्तो भइरहेको छ मलाई भनेर भन्नुभएको छ। त्यसो भइसकेपछि भन्नुहुन्छ श्री नारदजी भन्नुहुन्छ, व्यासजी तपाईले ग्रन्थहरू त लेख्नुभयो, तर ग्रन्थ कस्तो लेख्नुभयो? यो सत्य, रज र तम 3वटा गुणहरू भएको ग्रन्थहरू तपाईले लेख्नुभयो। कस्तो थियो? शिव पुराण पढ्ने हो भने शिवजीलाई महान बताएको छ। सबै कर्म गर्दाखेरि शिवजी सबैभन्दा श्रेष्ठ हुनुहुन्छ भनेर बताइएको छ। विष्णु पुराण पढ्दाखेरि विष्णु भगवान सबैभन्दा श्रेष्ठ हुनुहुन्छ, उहाँकै पूजा गर्नु, त्योभन्दा बाहिर जाँदै नजानु भनेर वर्णन गरिएको छ। देवी पुराण, देवी भागवत पढ्ने हो भने देवी भन्दा ठुलो कुनै देवतै छैन भनेर वर्णन गरिएको छ। मान्छे त अन्यमा पर्ने भए कहाँ जाने त? समाधान त कसैमा पनि छैन। यो कथा सुनो त्यही ठुलो बनाएछ, उता अर्को सुनो त्यही ठुलो बनाएछ। तपाईं यस्तो ग्रन्थ लेख्नुहोस् जहाँ कुनै पनि भगवान या त देवता या त कुनै व्यक्ति श्रेष्ठ नहोस्, जहाँ
परमेश्वर मात्रै श्रेष्ठ हुन् भन्ने र मोक्षको कामना मात्रै जहाँबाट सुरुवात हुन्छ त्यो ग्रन्थको तपाईले सुरुवात गर्नुभएछ भने तपाईले लेख्नु नै भएको छ। कामना पूर्वक ग्रन्थहरू लेख्नुभयो। फलाना देवताको पूजा गर सन्तान प्राप्ति हुन्छ, फलाना देवताको पूजा गर सुन्दर रूप प्राप्त हुन्छ, फलाना देवताको पूजा गर धेरै सम्पत्ति कमाउँछौ, तर फलाना देवताको पूजा गर तिम्रो मुक्ति हुन्छ भनेर तपाईले लेख्नु नै भएन। त्यसैले मुक्तिपरक ग्रन्थ नभएको कारणले तपाईको मनमा विचल्ली भएको हो। सत्संग नै छैन त्यहाँ। भनेर चाहिँ बढ्नुभयो। अब म के गरौँ त प्रभु, कसरी लेखौँ, के ग्रन्थ लेखौँ म भनेर भन्दाखेरि श्री नारदजी महाराजले बडा सुन्दर व्याख्या गर्नुभएको छ आफ्नो जीवनमा। एउटा प्रसङ्ग आउँछ, व्यासजी सत्सङ्गको महिमा यति धेरै छ, त्यो महिमाको तपाईलाई म आफ्नो जीवनमा घटित भएको घटना श्रवण गराउँछु। म एउटा दासीको पुत्र थिएँ, नारदजी भन्नुहुन्छ। म दासीको पुत्र थिएँ। मेरी आमा अति दुखी हुनुहुन्थ्यो, गरिब थियौँ हामी, घरमा खानेकुरा थिएन। आमा अर्काको घरमा जानुहुन्थ्यो, बर्तन साफ गर्नुहुन्थ्यो, लुगा धोइदिनुहुन्थ्यो, अरूको घरमा गएर झाडु पोछा गर्नुहुन्थ्यो। त्यही खानेकुरा उहाँबाट जति कसैले जुठो या जस्तो खानेकुरा उब्रेको बासी दिन्थे, आमा त्यही बोकेर आउनुहुन्थ्यो, त्यही मलाई अलिकति दिनुहुन्थ्यो, आमा त्यही अलिकति मबाट उब्रियो भने खानुहुन्थ्यो। त्यसरी हाम्रो जीविकोपार्जन भइरहेको थियो। घरमा खानेको अन्न थिएन, आमाको शरीरमा ताकत पनि थिएन, रोगी पनि हुनुहुन्थ्यो, दुःख गर्नुहुन्थ्यो। अलिकति भए पनि सन्तान मेरो छोरो भोकै छ होला, घरमा खाने केही छैन भनेर आमा अर्काको घरमा गएर माग्नुहुन्थ्यो, दुःख गर्नुहुन्थ्यो, लुगा धोइदिनुहुन्थ्यो, भाँडा माझिदिनुहुन्थ्यो, सबै काम गरेर जे प्राप्त हुन्थ्यो त्यो ल्याएर मलाई दिने गर्नुहुन्थ्यो। मेरी आमाले मेरो लागि साह्रै धेरै दुःख उठाउनु भएको छ। समय बित्दै गयो, दुःखका दिनहरूसँगै आँसुसँग खाना खाएर पनि जीविकोपार्जन गर्दै थियौँ। एक दिन गाउँमा सन्तहरूको समाजको आगमन भयो। सन्तहरू आउनुभएको छ सत्सङ्गको निमित्त। सन्तहरू आएपछि हामी चाहिँ जुन थियो, मेरी आमा अर्काको घरमा काम गरेर जुठो पत्तल सोरेर सबै जीविकोपार्जन गर्ने काम गर्नुहुन्थ्यो। साधुहरू आएछन्। साधुहरू आएपछि सत्सङ्ग गर्ने, चतुर्मास गर्नको लागि यहाँ चाहिँ सेवा गर्ने एउटा व्यक्ति चाहिएछ उनीहरूलाई। गाउँका मान्छे त सबै आफ्नो आफ्नो कर्ममा लिप्त हुन्छन्। सहरका भन्दा एउटा भनाइ छ, गाउँमा घरहरू कच्चा हुन्छन् अरे कि, तर मान्छेको मन चाहिँ सच्चा हुन्छ अरे। सहरमा घर चाहिँ पक्का हुन्छ, तर मान्छेहरू सच्चा हुँदैनन्। त्यसैले गाउँ नै प्यारो छ बाबु भनेर भन्नुहुन्छ। सबैलाई आफ्नो आफ्नो कर्ममा व्यस्त थिए, कसलाई काम गर्न। अहिले साधु आएछ, त्यहाँ 10-12 जना साधुहरू आएछन्, गएर सेवा गरिदिनु होला, कसैले खाना लगेर दिनु होला, कसैले सेवा गरिदिनु होला, लुगा लगेर दिनु होला, अथवा यस्तो गर्नु होला भन्नु भने घरबाट कोही बाहिर निक्लिन भ्याउँछ, फुर्सद छैन आज त मेरो फलानु काम गर्नु, नभ्याइ भएको छैन, त्यहाँ नजानु, नगई नगर्नु जानुपर्ने, यस्तो भएको छ उस्तो भएको छ। हामी कति बहाना पहिलादेखि सम्झेर ल्याएर त्यो काम गरिदिन्छौँ। फलानु कोही नाच्ने गाउनेवाला आओस् त यहाँ, गाउँ पुरा सहर झुन्डिएर पुग्छ। के हो तिम्रो नाम भन्दै, होइन? बोलो राधे राधे। अब यहाँ चाहिँ के भयो, सन्तहरूको आगमन भयो। सबैजनाले भने त्यहाँ फलानु त्यहाँ दासी छिन्, तिनले साधुहरूको साह्रै प्रेमसँग सेवा गर्छन्। बोलाएर यहाँ कपडा धुने या संविदा ल्याउने यस्तो उस्तो काममा त्यसलाई लगाइदिउँ, त्यसलाई अलिअलि पैसा दिँदा भइहाल्छ, हामी गाउँघरका मिलेर त्यसलाई दिउँला, साधुहरूको सेवा पनि हुन्छ, सन्तहरू खुसी पनि हुन्छन्, हाम्रो आफ्नो काम पनि अड्किँदैन भनेर मेरी आमालाई साधुहरूको सेवामा लगाइदिए गाउँका मान्छेहरू। आमा गरिब भए पनि भगवानको भक्त हुनुहुन्थ्यो, सन्तहरूको सेवा गर्ने इच्छा भित्रैदेखि थियो मेरी आमा।
अनि आमा जानुभयो सेवा गर्न। म पनि आमासँगै साधुहरूको सेवामा गएँ। आफूले सकेको आमाले सेवा गर्नुभयो, बर्तन धुने काम गर्नुभयो, जुठो खाएको पत्तल उठाउने काम गर्नुभयो। म पनि त्यही पत्तल शीत प्रसाद खाएर मलाई पनि आनन्द आइरहेको थियो, किनभने पेटभरि खान पाइरहेको थियो साधुहरूको सङ्गति गरेपछि। त्यसैले गर्दाखेरि मलाई पनि आनन्द आइरहेको थियो। आमा त अर्का घरबाट जुठो बासी खानेकुरा कस्तो दिएर पठाउँथे, त्यस्तो खाएको आज साधु सन्तका लागि बनाएको भोजन त बडा स्वादिष्ट लाग्यो उनलाई पनि। नारदजी भन्नुहुन्छ बडा प्रेमसँग मलाई पनि आनन्द आइरहेको थियो, पेटभरि खान पाइरहेको थिएँ। अनि म त्यहाँ सेवामा पनि बसिरहेको थिएँ। समय बित्दै गयो, दिनै पछि सत्सङ्ग हुन्थ्यो, साधुहरूले नाम सङ्कीर्तनको बारेमा सत्सङ्गको सुनाउनुहुन्थ्यो, हामी पनि त्यहाँ बसेर सुन्ने गर्थ्यौँ। समय बित्दै गयो, 4 महिना कहिले कसरी बित्यो नै थाहा भएन। साधुहरू फर्केर जान आँट्नु भयो। मैले आमालाई भने आमा म पनि सन्त साधु बोल्नु पर्यो, म यिनीहरूसँगै जान्छु भनेर। नारदजी भन्नुहुन्छ मैले भने आमा एक्लै एउटा छोरो सहारा भनेको त्यही एउटा छ, त्यो पनि अब साधु भयो भनेदेखि म कसको सहारामा बाँच्नु र बाबु, तिमी गयो भने त म मर्छु भनेर आमा रुन थाल्नु भयो। नारदजीलाई धर्म सङ्कट पर्यो, कहाँ साधु सङ्गतमा जाउँ कि आमाको सेवा गरौँ। सन्तहरूलाई भने र पनि आमाको कुरा नसुनी भागेर साधु भएका सँगसँगै म पनि जान थालेँ। सन्तले मलाई देख्नुभयो, सानो बच्चा पछि पछि आइरहेको छ, मलाई बोलाउनु भयो, सोध्नु भयो किन तिमी आएको बाबु भन्दाखेरि म पनि तपाईँहरूसँगै जान्छु, म पनि भजन गर्छु, म पनि सत्सङ्ग सुन्छु, म पनि नाम सङ्कीर्तन गर्छु, म पनि भगवानको नाम लिन्छु, मलाई यो दुःखी संसारमा बस्नु नै छैन। अर्काको घरको बासी रोटी खाएर बासी भात खाएर के बस्नु महाराज, मलाई पनि तपाईँहरूसँगै लानुहोस् भनेर चाहिँ नारदजीले भन्नुभयो। यसो भनिसकेपछि सन्तले भन्नु बाबु अहिले तिमी साधु त बन्न सक्ने अवस्थामा छैनौ, तिम्रो उमेर पनि सानो छ, आमा घरमा एक्लै हुनुहुन्छ, आमाको सेवा गर्नु सबैभन्दा ठुलो धर्म हो, पहिला आमाको सेवा गर जाऊ, अनि तिमी पनि ठुलो हुन्छौ अनि आउला भनेर सबैले सन्तहरूले भन्नुभयो। र पनि होइन प्रभु मलाई चाहिँ हजुर साथमा लिएर जानुहोस्, म जान्न आमासँग। यसो भनेपछि साधु सन्तहरूले सम्झाउनु बाबु एउटा नाम दिन्छु, भगवानको नाम दिन्छु, यो नाम जप गर्नु, यो नाम जप गर्दै आमाको सेवा गर, भगवत प्राप्ति पनि हुन्छ तिमीलाई र आमाको सेवाले धर्म पनि हुन्छ, जाऊ भनेर साधु सन्तले नाम भगवानको नाम दिनुभयो। त्यो नाम कानमा सुनाएर त्यही नाम जप्दै जप्दै नारदजी फर्केर आमाको सेवामा आउनुभयो। समय बित्दै गयो। नारदजी भन्नुहुन्छ एक दिनको कुरा हो, आमा गाई दुन भनेर जाँदै हुनुहुन्थ्यो, आमालाई सर्पले टोकेछ। आमालाई सर्पले टोक्यो, विषालु सर्प थियो, आमालाई टोके पछाडि आमाको चाहिँ त्यही मृत्यु भयो। आमाको मृत्यु भयो। एकछिनपछि घरबाट फर्केर जाँदा आमा किन ढिलो गर्नुभयो, कहाँ जानुभयो भनेर हेर्न जाँदा त आमाको मृत्यु भइरहेको छ। नारदजी भन्नुहुन्छ मलाई धेरै दुःख त लाग्यो आमा हुनुहुन्न भनेर, आमाको मृत्यु हुँदाखेरि दुःख त धेरै लाग्यो। तर भनिन्छ नारदजी भन्नुहुन्छ मेरो दुईटा आँखाबाट आँसु त झरे, एउटाबाट चिसो आँसु आयो, एउटाबाट तातो आँसु आयो। तपाईँलाई थाहा छ आँसु दुई खालको हुन्छ, एउटा खुसीको आँसु हुन्छ, एउटा दुःखको आँसु हुन्छ। दुःखको आँसु आउँदा तातो आउँछ, जब मान्छे दुःख र भक्कानिरो रुन्छ नि त्यतिखेर रुँदाखेरि जुन आँखाबाट आँसु आउँछ त्यो तातो हुन्छ। जब खुसी भएर पनि खिलखिलाएर हाँस्दाखेरि पनि आँखाबाट आँसु निस्किन्छ, त्यो आँसु चाहिँ चिसो हुन्छ। सुखको आँसु कहिले पनि तातो हुँदैन। नारदजी भन्नुहुन्छ मेरो एउटा आँखाबाट त मातृ वियोगले तडपिएर आँखाबाट आँसु तातो तातो आँसु झर्दै थियो, तर अर्कातिर संसारबाट मुक्त भएँ, अब आमाको सेवा गरेर बस्नु परेन, म पनि साधु बन्न पाउँछु भनेर एउटा आँखाबाट चाहिँ खुसीको आँसु झरिरहेको थियो। नारदजी भन्नुहुन्छ त्यसपछि आमाको गर्नुपर्ने कर्म आदि इत्यादि गरेर म भगवानको भजनमा गर्न थालेँ। समय बित्दै गयो। अब मैले चाहिँ भजन गरिसके पछाडि मेरो भजनको प्रतापले भगवान साक्षात् भगवानको दर्शन प्राप्त भयो मलाई।
नारदजीले आँखा खोलेर हेर्नु साक्षात शङ्खचक्र गदा पद्म धारण गरेका भगवान साक्षात अगाडि उभिरहनु भएको देखेँ। मैले आँखा जसै खोलेँ यो मन विह्वल भयो, आँखाबाट झरझर ती आँसुहरू झर्न थाले। भगवानको त्यो सुन्दर रूप माधुर्यताको दर्शन गरेर मन गदगद भयो। भगवानले सोध्नुभयो के चाहन्छौ, वरदान माग। त्यसो भन्दाखेरि नारदजीले के माग्नु भयो थाहा छ? मलाई हजुरको नाम सदा सर्वदा जप्ने त्यस्तो वातावरण बनाइदिनुहोस्, त्यस्तो मन बनाइदिनुहोस्, मेरो मनमा अरू कुनै कुराको इच्छै प्राप्त नहोस्। तपाईँको नाम भन्दा मलाई अरू केही चाहिँदैन भनेर चाहिँ नारदजीले माग्नुभयो। त्यस पछाडि भन्नुभयो अब यो जन्म त तिम्रो पुरा भयो, तिमी अर्को जन्ममा ब्रह्माजीको मानस पुत्र भएर जन्मिनेछौ। त्यस पछाडि तिम्रो जीवनभरि कर्म नै मेरो नाम लिने हुनेछ भनेर भगवानले वरदान दिनुभयो। र त्यही वरदानको स्वरूप र फलस्वरूप व्यासजी महाराज आज मेरो जन्म ब्रह्माजीको पुत्र नारदको रूपमा भएको छ। मेरो काम नारायण नारायण गर्ने। नारायण 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 बोल चेतन नारायण बोल, नारायण 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 बोल चेतन नारायण ब्रह्मज्ञानी भए, भगवानको भजन गर्दै मेरो आफ्नो जिन्दगी बिताउन थालेँ भनेर भन्नुभयो। अब म के गर्नु त भनेर व्यासजीले नारदजीलाई सोध्नुहुन्छ। नारदजीले भन्नुभयो श्रीमद् भागवत कथाको श्रीमद् भागवत तपाईँले बिर्सिनु भयो होला, यो श्रीमद् भागवत याद गर्नुहोस् भनेर श्रीमद् भागवतको पञ्चश्लोकी भागवत चतुश्लोकी भागवतको व्याख्या गरेर सुनाउनु भयो। र त्यसै भागवतलाई श्री व्यासजी महाराजले 18,000 श्लोकमा व्याख्या गर्नुभयो र चतुश्लोकी भागवत चाहिँ 18,000 पुराण भयो। अब यहाँ प्रश्न गर्नुहुन्छ यो कथा भनेपछि चाहिँ कथा लेखिसकेपछि कसलाई सुनाउनु भयो त पहिला भन्दाखेरि अब यसको अधिकारी को हुन सक्छ भन्दा विरक्त वैष्णव वैदिक पनि हुनु पर्यो, वैष्णव पनि हुनु पर्यो। अब विरक्त आफू कसलाई सुनाउने त त्यस्तो भन्दाखेरि श्री सुखदेवजी महाराजलाई सुनाउनु भयो। व्यासजीले पहिलो पटक भागवत सुनाउनु भयो आफ्नो पुत्रलाई। श्री सुखदेवजी महाराजको जन्म प्रसङ्ग अलिकति उच्चारण गरेर हामी अगाडि बढ्नेछौँ। व्यासजीको पुत्रको रूपमा सुखदेवजीको जन्म भयो। जन्म लिँदा लिँदै जङ्गलतिर लाग्नुभयो। तुरुन्त जन्म लिएर जङ्गलतिर जानुभयो। छोरालाई बोलाउँदा 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 गर्नुभयो, सुन्नु भएन। उही जङ्गलमै बसेर भगवान त्यो कस्तो भगवानको निराकार ब्रह्मको चिन्तन गर्न थाल्नुभयो सुखदेवजी महाराज। अब भागवत त साकार ब्रह्मको चिन्तन छ। जो निराकारको ध्यान गर्दैछ त्यसलाई साकार ब्रह्मको चिन्तन प्रति कुनै रुचि नै हुँदैन। सुखदेवजी महाराजलाई अब कसरी ल्याउने त भनेर मनमा पिर पर्न थाल्यो। भागवत कथा तयार भयो, भागवत लेखिसक्यो। विरक्त वैष्णव विरक्त व्यक्तिको खोज्नु त भन्दा सुखदेव भन्दा ज्ञानी अर्को कोही छैन भन्ने पनि भयो। विरक्तमा विरक्त वेश ती भन्दा ज्यादा विरक्त त कोही छँदै छैन संसारमा। यस्ता व्यक्ति सुखदेवजी महाराज हुनुहुन्थ्यो। सुखदेवजी महाराजलाई चाहिँ बोलाउनको लागि अब के गर्नुभयो, आफ्ना शिष्यहरूलाई सोध्नु त्यो फलानु व्यक्ति छ नि त्यो सुखदेव कहाँ छ आजकल भन्दा फलानु जङ्गलमा निरन्तर आँखा बन्द गरेर बस्या हुन्छ। के गर्नु पर्यो त भन्दाखेरि अब त्यसलाई चाहिँ निराकारबाट साकार ब्रह्मतिर ल्याउनु पर्यो। अब श्री व्यासजी महाराजले अब सुखदेवलाई बोलाउने प्रयास गर्नुहुन्छ। निराकार ब्रह्मको चिन्तन गर्ने सुखदेवजीलाई साकार ब्रह्मको चिन्तन गर्ने बनाउनु पर्यो। पहिला त्यसलाई विश्वासै छैन।
जो निराकार परमात्मा हुन्छ त्यो कस्तो चाहिँ हुन्छ र भनेर उनको मनमा विचार आइरहेको थियो सुखदेवजीको। आफ्ना शिष्यहरूलाई व्यासजीले भन्नुभयो बाबु त्यो बसेर तपस्या जहाँ गरिरहेको छ त्यहाँ गएर यो श्लोक भन्थ्यो भनेर भन्नुभएको छ। वराह पीडम नटवर वपु कर्णयो कर्णिकार विभ्रद्वासक कनक कपिशं वैजयन्तीं च मालम रणरान वेणुरदर सुदया पूरयन् गोपवृन्दैर् वृन्दावन्यं सपदरमणं प्राविशद गीत कीर्ति। भगवानको सुन्दरताको वर्णन गरेर सुनाइयो। कस्तो थिए कस्तो हुन्छ भगवान भन्दा वराह पीडम। वराह भनेको मयूरको प्वाख धारण गर्नुहुन्छ। वराह पीडम नटवर वपु शरीर कस्तो छ नटवर भनेको चाहिँ जो नाटक गर्ने अभिनेताको जस्तो चाहिँ शरीर छ जसको। कर्णयो कर्णिकार कर्णयो कानमा दोस्रो दुईटा कानमा चाहिँ के छ फुल लगाउनुहुन्छ। यहाँ चाहिँ के छ भने प्रथम र द्वितीय विभक्ति भएको कारणले कर्णयो द्वितीय विभक्ति कर्णिकार चाहिँ एक वचन भएको कारणले एक वचन र बहुवचनको वर्णन गरिएको छ। कर्णयो दुई वचन कर्णिकार एक वचन छ। एउटा फुल दुईटा कानमा कसरी लगाउनुहुन्थ्यो भन्ने प्रश्न आउन सक्छ। यहाँ कर्णयो कर्णिकार भगवानले कहिले कानमा एउटा कानमा कहिले एउटा कानमा गरेर सिंगल कानमा लगाउनु दुईटै कानमा कुण्डल चाहिँ लाउनु हुँदैन थियो कि भन्ने एउटा सामान्य विश्लेषण छ भागवत। कर्णयो कर्णिकार भगवानले त्यसरी भगवान ध्यान गर्नुहुन्थ्यो। सुन्दर अत्यन्त सुन्दर स्वरूप भएका भगवान चाहिँ वृन्दावनम सपद रमणम प्राविशत गीत कीर्ति। भगवान स्वपद आफ्ना चरण कमल सुन्दर सुन्दर चरण कमल का लिएर सम्पूर्ण गोपियाहरूद्वारा चाहिँ परिवेष्टित भएर वृन्दावन भित्र प्रवेश गर्दै हुनुहुन्छ भन्ने श्लोकले सुनाए। सुखदेवजीको मनमा आयो है यति सुन्दर पनि कोही व्यक्ति हुन सक्छ। सुन्दर भएर के गर्नु मनमा कुनै भाव छैन होला दया भन्ने छैन होला दयालु नै छैन भने सुन्दर रूपको मात्रै वर्णन गरेर के फाइदा र। यसो आँखा हेरे फरक छोड्दै फेरि व्यासजीले सोध्नु भयो थियो आफ्ना शिष्यहरूलाई केही प्रभाव पर्यो यसको। भोलि श्लोक सुन्नु बडा ध्यानपूर्वक सुने आँखा खोले पनि एकछिन खोलेर फेरि बन्द गरिदिए। नारदजी श्री व्यासजीले भन्नुभयो प्रभाव त परेछ असर त पक्कै पनि पर्यो यो मन्त्रले यस श्लोकले। अर्को श्लोक दिनुभयो ओम वा दयालु शरणं व्रजेम। भगवान श्री कृष्णको वर्णन गर्दै श्लोक लामो छ मैले त्यसकारण छोटो बनाए। जसले आफ्नो स्तनमा विष राखेर स्तनपान गराए ती पूतनालाई पनि आफ्नै आमाको भन्दा श्रेष्ठ पद प्रदान गर्नुभयो जुन परमात्माले। ओम वा दयालु शरणं व्रजेम ती भन्दा दयालु परमात्मा अरु को हुन सक्छन् होला। जसले विष पिलाउँदैछ विष पिउँदैछ विष दिँदैछ विष खुवाउँदैछ त्यसलाई पनि परमपद प्रदान गर्ने ती भन्दा दयालु अरु को हुन सक्छन् होला भनेर त्यो श्लोकले व्याख्या गरेपछि त ओहो अत्यन्त पीडा हुन थाल्यो। यति सुन्दर पनि अनि यति दयालु पनि यति कृपालु पनि कोही संसारमा छ त मनमा उत्सुकता जाग्यो। दौडेर सुखदेवजी व्यासजी भएका ठाउँमा आउनुभयो। व्यासजीलाई भन्नुभयो पिताजी अब मलाई यो बारेमा सम्पूर्ण श्लोकको व्याख्या सुनाइदिनु पर्यो। त्यस पछाडि व्यासजीले श्री सुखदेवजीलाई यो श्रीमद् भागवत कथाको सम्पूर्ण ज्ञान प्रदान गर्नुभयो। बोले सुखदेवजी महाराज की। अब यो भागवत कथा त उनले सुने कसलाई सुनाए पहिला भन्ने प्रश्न आयो। या भन्नुहुन्छ
श्रीमद् भागवत कथामा सुखदेवजीको आगमन हुँदैछ। तपाईहरु धैर्य धारण गरेर बस्नुहोला। सुखदेवजी आए पछाडि भगवान सुखदेवजीको हामी एकछिन प्रार्थना गर्छौं। प्रार्थना गरेपछि फेरि भागवतको प्रसंग अगाडि बढाउनेछौं। बोले भक्तवत्सल भगवान की, श्री सुखदेवजी महाराज को। अब यहाँ प्रश्न भयो, सुखदेवजी आउनुभयो, सुखदेवजीले कथा कसलाई सुनाउनु भयो भनेर प्रश्न उठ्छ। श्री सुखदेवजी भन्नुहुन्छ, सुखदेवजी महाराजले परीक्षितलाई पहिलो कथा श्रवण गराउनु भएको थियो। प्रश्न आयो कि परीक्षितको र किन कथा सुनाउनु पर्यो उनलाई भनेर प्रश्न गर्नुभयो सनकादि ऋषिहरूले। यसो भन्दाखेरि भन्नुहुन्छ, यदा मृदे कौरव संजयानां वीरस्वतो वीरगति गतेषु वृकोदरा वित्त गदा विमर्श भग्नोरुदण्डे धृतराष्ट्रपुत्रे। महाभारतको प्रसंग सुरु हुन्छ यहाँबाट श्रीमद् भागवतमा। यदा कौरव र पाण्डवहरूको बीचमा युद्ध, घनघोर युद्ध भइरहेको थियो। युद्ध भइसकेको थियो। भग्नोरुदण्डे दण्डे धृतराष्ट्रपुत्रे, धृतराष्ट्रको पुत्र यानी कि कौरवका पक्षका सबै नष्ट भइसकेका थिए। दुर्योधन आदि सबैको मृत्यु भइसकेको थियो। दुर्योधन आदि सबै मृत्यु भइसकेको थियो। पाण्डवहरू जितिसकेका थिए। महाभारत युद्ध समाप्त भइसकेको थियो। एउटा सानो प्रसंग मैले जोड्न चाहे। जतिखेर महाभारत युद्ध समाप्त भइसकेको थियो, रात्रिको समय थियो, सबै आफ्ना आफ्ना घरतिर गइसकेको थियो। कुनै चारैतिर रगत बगिरहेको थियो। रणभूमिमा युद्धको कारणले रणभूमिले फुलले समस्त खुने रगतले भरिएको त्यो रणभूमि बनिरहेको थियो। चारैतिर लासै लास मात्रै देखिन्थ्यो। त्यस्तो अवस्थामा मर्ने त मरिहाले, ती जति बाँचेका थिए तिनीहरूलाई पनि निद्रा लागेन अरे। रातभरि यत्रा व्यक्ति लाखौं मरेका छन्। गएर कोठीमा गएर आफ्नो घरमा आफ्नो स्थानमा गएर शयन त गरे। शयन गरिसकेपछि पनि निद्रा लागेन। रातभरि छटपटी हुन लाग्यो। भगवान श्रीकृष्ण भएका ठाउँमा अर्जुनले गएर भने, प्रभु निद्रा लागेन। आफ्नै परिवारमा आफ्नै आमा, आफ्नै दाजु, आफ्नै भाइ, आफ्नै काका, आफ्नै बडाबा, आफ्नै मामा, आफ्नै माइजू सबलाई मारिसक्यो। को आफ्नो भन्ने कोही रहेन अब संसारमा। हामीलाई यति व्याकुलता भइरहेको छ भने त्यसका सारा 100 जना छोरा मरेका थिए। ती गान्धारी कसरी बसेकी होली, मलाई साह्रै पिर लाग्यो कि प्रभु भनेर चाहिँ अर्जुनले भगवान श्रीकृष्णलाई भन्नुभएको छ। अर्जुनले सुने त्यति भनेपछि भगवान श्रीकृष्णले अर्जुनलाई भन्नु, यहाँ आऊ जाउँ एकपल्ट घुमेर आऊ भनेर त्यो रणभूमिमा लिएर जानुभएको छ। गान्धारी आफ्ना मरेका सबै सन्तानहरूलाई हेर्दै रोइरहेको थियो। कसैको टाउको चुडिएको थियो, कसैको हात थिएन, कसैको जङ्गा फाटेको थियो, कसैको छाती टुटेको थियो। चारैतिर खुन नरसंहार भएको त्यो अवस्थामा 100 जना छोराहरू मरेकी आमा, ती आमाको कस्तो अवस्था भएको थियो होला त्यहाँ विचार गर्नु त। त्यो अवस्था भएको त्यो देखेर, विभत्सता देखेर व्याकुल भए अर्जुन। प्रभु म त हेर्न सक्दिनँ। भगवानले भन्नु, यो लीला हो, एकैछिन बस। भगवानले त्यही ठाउँमा जहाँ आफ्ना सन्तानहरू थिए, कौरवहरू मरेका थिए, उनीहरूको मृत्यु भएको थियो, त्यही स्थानमा एउटा सुन्दर फलको निर्माण गरिदिनु, फलको वृक्ष बनाइदिनु।
भगवानले त जो चाहे त्यो बन्नै थियो। भगवानले मनमा स्मरण गर्नुभयो, त्यहाँबाट फल बन्यो, रुख बन्यो, रुखमा फल फल्न थाल्यो, लटरम्म फलै फल भएको देखियो। यता गान्धारीले जब फल देखे उसलाई झलस्स याद आयो, म त कति दिनदेखि खाएकै पो छैन, मलाई त भोक पो लागिरहेछ त। गएर फलको त्यो वृक्षको फेदमा गएर फल भएको ठाउँमा हात अगाडि उठाइन्, फल भएको ठाउँमा हात पुगेन, उफ्री हेरिन् तर पनि पुगेन। त्यसपछि महाभारतको उल्लेख छ, ती मरेका छोराहरूको लास ल्याइन अरे क्या, तान्दै घिसार्दै घिसार्दै एउटा छोरोले भएको त्यसमाथि चढेर टिप्न खोज्यो, भेटिएन। अर्को 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 गरेर 4-5 जना राखेर आफू फल टिपेर त्यो खाँदै गर्दाखेरि भगवान त्यहाँ पुग्नु अर्जुनलाई लिएर, तिमी व्याकुल छ आमा भन्दै थियो नि। भगवानले सोध्नुभयो, मुखमा हातमा त हालेको थियो, यताबाट मान्छे आएपछि जसै याद आफ्नै छोराहरू लासमाथि टेकेर फल टिपेर म खाँदैछु। अरूलाई देखेपछि मान्छे आफै एक्लै भएको ठाउँमा गर्छ नि अपराधहरू, प्राय ज्यादा त एक्लै मनमा भावनाहरू पनि एक्लै भएका बेला नराम्रा देखेका हुन्छ। अर्को व्यक्ति देखि पछाडि मनमा झलास्सै याद आउँछ, ओहो मैले त गलत गरेछु। त्यसपछि भगवानले सोध्नुभयो, माता यत्रा छोरा मरेका छन्, लासै लास छ, खुन बगिरहेको छ, रगताम्य छ, यस्तो अवस्थामा तपाईँलाई त्यो पीडा भएन, तपाईँ कसरी खान सक्दै हुनुहुन्छ भनेर सोध्नु भएछ भगवानले। गान्धारीले के उत्तर दिनुभयो सुन्नु है। वासुदेव जरा दुःखम वासुदेव जरा कष्टम कष्टम निरेधन जीवनम पुत्र शोक महाकष्टम कष्टात् कष्टकरी क्षुधा। हे वासुदेव जरा कष्टम, जरा भनेको वृद्धता। संसारमा कष्ट कतिखेर हुन्छ जब आफू बुढो हुन्छ, आफू नभनेको ठाउँमा जान सकिन्छ, चाहेर पनि बाहिर निस्किन सकिँदैन, आँगन पनि त्यो कष्ट साह्रै धेरै हुन्छ। चाहेर पनि भनेको ठाउँमा जान सकिँदैन, चाहेर पनि खान सकिँदैन। त्यो अवस्था, त्यो जरा, जो वृद्धता, जो बुढो हुनु सबैभन्दा ठुलो कष्ट हो। अनि भन्छ त्योभन्दा पनि अर्को कष्ट के हो, निर्धन जीवन। निर्धन भनेको गरिब भएर मात्र त्योभन्दा ठुलो कष्ट। यता खान नभएर, खाना मतलब खान नपाएर होइन, खाना भएर पनि खान नपाएर कष्ट छ, यता खाना नभएर कष्ट छ। भोक त लागेको छ नि, खाना चाहिँ तिर्खा लागेको छ, पानी त खाली पानी खाएर मात्रै त जीविकोपार्जन हुँदैन। त्यसैले भन्नुहुन्छ गरिब भएर, दुःखी भएर बाँच्न सबैभन्दा ठुलो कष्ट छ। त्यति मात्रै होइन, त्योभन्दा ठुलो कष्ट पुत्र शोक महाकष्ट। पुत्र शोक हुनु भनेको उमेरमै साह्रो, आफ्नो खाउ लाउला भन्ने बेलैमा यदि कसैको सन्तानको मृत्यु भयो, छोराको मृत्यु भयो भने त्यो आमालाई सोध्नु त्यो कष्ट कति पीडा हुन्छ भन्ने। त्यो पीडा पनि भन्दा पनि ठुलो पीडा के हुन्छ, कष्टात् कष्टकरी क्षुधा। त्यो सबै पीडा एकातिर भोकको पीडा जुन हुन्छ नि, जो भोक प्यासले तडपिरहेको बेलामा उसले केही सोच्दैन अरे। यता लास छेउमा लडिरहेछ, बाउ मरेछ, आमा मरेछ, लास लिएर जानुभन्दा पहिला अलिकति केही खाएर जानु, भरे बाटामा भोक लाग्छ होला भन्छु। भरे उहाँ पुगेपछि खाना पाइँदैन। हामी त आजकल त त्यो मृत्यु भएर दाह संस्कार गर्ने ठाउँमा पनि खानाको प्रबन्ध गर्नुपर्ने अवस्था आएको छ। तपाईँलाई थाहा छ नि, ऊ मान्छे मरिरहेछ, हामीलाई चिन्ता के को छ, खानाको। त्यहाँ राम्रो खान दिन्छ कि दिँदैन? वास्तवमा धर्मशास्त्रमा के भनेको छ भने नि, कसैको मृत्यु भएको ठाउँमा मलामी भएर गएपछि त्यहाँ भोजन गरियो भनेदेखि त्यसलाई पनि 10 दिन नै जोडो लाग्छ भन्छ शास्त्र। त्यसैले कसैको मलामी गएर उसले अनुनय विनय गर्ला, के खाएर जानुहोस् भन्ला,
तर पनि हात जोडेर आउनु होला, नत्र जुठो लाग्छ है। त्यति मात्रै होइन, एउटा अर्को पनि विडम्बना मैले देखेको छु, कथामा भन्न मन लागिहाल्यो। जब कसैको मृत्यु हुन्छ हामी मलामी जान्छौँ, मलामी गएर त्यो जलाउन लागेको लास त्यो चितामा कतिखेर आगो लगाउँछ र 3टा दाउरा टिपेर फुत्त फालेर घरतिर लाग्छौँ नि हामी। कति हतार हुन्छ हामीलाई। शास्त्रमा के बताइएको छ भने जबसम्म लास जलेर सम्पूर्ण चिता नसमाप्त भइसकेपछि त्यो घरमा जब त्यो क्रियापुत्री फर्केर घरसम्म जबसम्म पुग्दैन अथवा त्यो घर जबसम्म मलामीले टेक्दैनन् तबसम्म जुठो लाग्छ। त्यसकारणले सम्पूर्ण कर्म गरेर मलामी साथमा उसको क्रियापुत्रीसँग गएर त्यो घरमा टेकेपछि मात्रै त्यो व्यक्तिले जुठोबाट मुक्त हुन्छ। त्यसैले लास कसैको घरमा मलामी कसैको मृत्यु भएको ठाउँमा मलामी जाँदै हुनुहुन्छ भने मलामी जाँदा सबै कर्म पुरा गरिसकेपछि फर्केर त्यो घरमा पुगेर अनि मात्रै घरमा फर्केर आउनु होला। त्यो मात्रै मलामीको नियम हो है। त्यसैले यहाँ वर्णन गरेको छ कष्टात् कष्ट करीक्षुदा। बोले भक्तवत्सल भगवानको सबैको मृत्यु भइसकेको छ, आफ्ना आफ्ना घरमा जानुभयो, सबैलाई कुरा बुझाउनु भयो भगवान कृष्णले। तर युधिष्ठिरजीले कुरा बुझ्नु भएन अरे। यसको कारण थाहा छ? भगवानले यहाँ अर्जुनलाई त पीडा आफ्नो आमाको पीडा देखेपछि उनले बुझ्यो हो यो संसारको संसार यस्तै रहेछ, सब्जी जन्म र मृत्यु त स्वाभाविक रहेछ भन्ने कुरा उनले तुरुन्तै बुझिहाले। अर्जुन त माम शिष्यस्ते माम प्रपत्ति प्रपन्ना, म त तपाईँको शिष्य हो भनेर भगवान श्रीकृष्णलाई भन्नुभएको थिएन अर्जुनले। त भगवान कृष्णको शिष्यको रूपमा जब स्वीकार गर्नुभयो भगवानले अनि मात्र विराट रूपको दर्शन गराउनुभएको थियो। त्यसकारणले जहिले पनि गुरु भएको ठाउँमा गएपछि आफूलाई शिष्य मानेपछि मात्रै उसले भनेको कुराको विश्वास लाग्छ। जबसम्म विश्वास लाग्छ जब हामी उसलाई श्रेष्ठ मान्छौँ। यदि श्रेष्ठ मानेनौँ भने त्यो हामीलाई त्यसले भनेको विश्वास पनि लाग्दैन। यी सबैले विश्वास गरे भगवान कृष्णको, तर युधिष्ठिरलाई विश्वास होइन। किनभने युधिष्ठिर भगवान कृष्ण युधिष्ठिर भन्दा सानो हुनुहुन्थ्यो, उमेरले सानो। भगवानले सम्झाउनुहुन्थ्यो युधिष्ठिरलाई, बच्चा हिजो अस्तिको बालक मैले त खेलाएर ठुलो पारेँ, यसले के जान्दछ अरे यसले भनेर युधिष्ठिरको मनमा त्यो भाव आउँथ्यो अरे। हामीलाई पनि सानो बच्चाले केही भनौँ, आफूभन्दा सानोले नजान्ने हिजो अस्तिको मान्छे भनेर हामी भन्छौँ नि। त्यस्तै युधिष्ठिरलाई पनि भगवानलाई भन्नुहुन्छ अरे त हिजो अस्तिको मान्छे के जान्दछ। त्यसैले युधिष्ठिरले बुझाउनको लागि यता भीष्म पितामह भएको ठाउँमा लिएर जानुहुन्छ। भीष्म पितामहले युधिष्ठिरलाई बुझाउनुहुन्छ, सम्पूर्ण ज्ञान दिनुहुन्छ। संसार भनेको के हो, मृत्यु के हो, जन्म के हो, गृहस्थ धर्म भनेको के हो, धर्म कति प्रकारका हुन्छन्, जीवन कसरी बाँच्ने र राजा भइसकेपछि राजधर्म भनेको के हो, राजाले कस्तो कर्म गर्नुपर्छ आदि सम्पूर्ण कुराहरू बताउनु भयो। बताइसकेपछि किनभने यता भीष्म पितामह त बाणशय्यामा हजारौं बाण लागेको थियो, बाणशय्यामा शयन गर्नुभएको थियो। यस्तो शयन गरेको भीष्म पितामह भएको ठाउँमा गएर सम्पूर्ण ज्ञान प्राप्त गरेर युधिष्ठिरको मनमा पनि विश्वास भयो, जे भयो सही भयो, जस्तो भयो बनेको छ, हामीले पूर्वजन्मदेखि ल्याएको संस्कारबाटै हामीले यो कर्म गरिरहेका छौँ भन्ने कुरा चित्त बुझ्यो। बुझिसके पछाडि अब भीष्म पितामहले भन्नुभयो अब यिनीहरूलाई त मैले बुझाइदिएँ, अब मेरो पालो आयो, मेरो अन्तिम समय आइरहेको छ। मेरो इच्छा के छ, म चाहिँ तिमीलाई अगाडि, कृष्ण भगवानलाई भन्छ भगवान म केवल हजुरलाई अगाडि राखेर तपाईलाई हेर्दा हेर्दै मेरो मृत्यु होस्। श्री भीष्म पितामहले युधिष्ठिरलाई उपदेश गरिसकेपछि पुष्पिताग्रा छन्दमा भागवतमा वर्णन गरिएको छ, पुष्पिताग्रा छन्दमा भगवानको स्तुति गर्नुभयो। यसलाई भीष्म स्तुति भनेर भनिन्छ। बडा सुन्दर छ भीष्म स्तुति, बडा सुन्दर छ। किनभने भीष्मजी चाहनुहुन्थ्यो कि भगवान कृष्ण अथवा उत्तरायणमा मात्र मेरो मृत्यु होस्,
किनभने इच्छा मृत्यु थियो उहाँलाई। इच्छा जहिले चाह्यो तहिले मात्रै उहाँको मृत्यु हुन्थ्यो। त्यसैले उत्तरायण पर्खेर बस्नुभयो। उत्तरायण भनेको देवताहरूको दिन र दक्षिणायण भनेको देवताहरूको रात भनेर भनिन्छ। यहाँ चाहिँ उत्तरायण भनेर चाहिँ भगवान कृष्णलाई पनि उत्तरायण भनेर भनिन्छ है। उत्तराको गर्भमा प्रवेश गरेर परीक्षितलाई बचाएको कारणले भगवान श्री कृष्णको नाम उत्तरायण पनि हो। त्यसैले भगवानको यहाँ दुईटा अर्थ छ। एउटा उत्तरायण आउँदै गरेको उत्तरायणलाई पनि पर्खेको पनि, यता भगवान उत्तराको गर्भमा अयन भनेको रहेको कारणले उत्तरायण भगवान श्री कृष्ण पनि भएको कारणले यहाँ भगवानको स्तुति गर्नुहुन्छ। भीष्मजी बडा सुन्दर रूपले हातमा फूल थिएन चढाउने केले भगवान स्तुति गर्दा हामी प्रणाम गर्दा नमस्कार गर्दा हातमा फूल लिएर गर्छौँ होइन। अब भीष्मजी जम्मैतिर शरीरभरि हजारौँ बाण लागेका छन्, हात खाली छैन, कसरी स्तुति गर्नु? हात केले फूल केले लिनु? त्यसैले भगवान श्री भगवानको स्तुति गरेर भीष्मजीले पुष्पिताग्रा नाम गरेको छन्द, पुष्पित अग्रह जसको फूल नै अग्रभागमा छ भन्ने यो चाहिँ छन्द हो। यो छन्दबाट चाहिँ बडा सुन्दर सो स्तुति गर्नुभएको छ। थोरै स्तुति हामी गरौँ, त्यस पछाडि अगाडि कथामा जान्छौँ। इतिमति रूप कल्पिता वितृष्णा भगवती सात्वत पुंगवे विभुम्ने इतिमति रूप कल्पिता वितृष्णा। भगवान को स्तुति गर्दै भीष्मजीले बडा सुन्दर भावले स्तुति गर्नुहुन्छ। इतिबाट सुरु गर्नुभएको छ। श्लोकको सुरुवात, स्तुतिको सुरुवात नै इतिबाट शब्दबाट गर्नु। इति भनेको कुनै पनि वस्तु अथवा कर्मको कार्यको समाप्तिलाई हामी इति भन्छौँ। यस श्लोकको सुरुवात पनि इतिबाट गर्नुभएको छ। इति यो मेरो आजसम्म जे जति गरे मैले जीवनमा मति कल्पिता वितृष्णा, म यो मेरो बुद्धि हजुरलाई अर्पण गर्दछु। बोले बुद्धि अर्पण गर्ने भनेको सामान्य कुरा त होइन। तिम्रो बुद्धि, तिम्रो मन, तिम्रो आफ्नो बसमा छैन जुन चिज, त्यो तिमीले अर्कालाई कसरी अर्पण गर्न सक्छौ? बुद्धि त खाली हाम्रो त अनेक प्रकारको वस्तुहरूमा घुमै हुन्छ। यस्तो बुद्धि चढाउने कसरी? तिम्रो बसमा छ तिम्रो बुद्धि र मलाई दिँदैछौ भन्दा भन्नुहुन्छ भीष्मजी वितृष्णा, तृष्णा रहित छ। जब कुनै पनि वस्तुको तृष्णा नष्ट भएर जान्छ त्यस पछाडि मन, बुद्धि, चित्त, अहंकार आफ्नो बसमा आउन थाल्छ। त्यसैले यहाँ भन्नुहुन्छ तपाईँ मेरो बुद्धि नै मैले हजुरलाई अर्पण गरेँ। वितृष्णा तृष्णा रहित बुद्धि हजुरलाई अर्पण गरेँ। प्रभु म अन्तिम समयमा तपाईलाई देख्दा देख्दै, तपाईलाई सुन्दा सुन्दै, हजुरको चरण दर्शन गर्दा गर्दै, यो हृदय कमल दृष्टिगोचर हुँदा हुँदै, त्यो मुस्कुराएको मुस्कान देख्दा देख्दै, भगवानको सुन्दर दिव्य छटाको दर्शन गर्दा गर्दै यो शरीर मेरो शरीर नष्ट हुन्छ, मलाई मेरो मृत्यु आओस्, तर मेरो अगाडि हजुर सधैँ हुनु पर्यो। जीवनमा शास्त्रहरूमा दुईजना भक्तहरूको मृत्यु अथवा जीवनको अन्तिम समयमा भगवान स्वयं आएर उनीहरूको मृत्यु भएको थियो। भागवत श्रीमद् भागवतमा भीष्मजीको र रामायणमा जटायुको मृत्यु भगवानको काखमा भएको। यसरी भगवानको स्तुति गर्नुहुन्छ र अन्तिममा भगवान आजदेखि मैले यो संसारमा जो वस्तु मैले आजसम्म प्राप्त गरेको सम्पूर्ण चित्त मन अहंकार आदि सम्पूर्ण वस्तुहरू म आजदेखि हजुरमा अर्पण गर्दैछु। यो सारा सम्पूर्ण वस्तु मलाई मैले हजुरलाई अर्पण गरेँ भनेर अर्पण गर्नुभयो। त्यसैले भनिन्छ भगवानको अगाडि भगवानको मुस्कुराउँदै गरेको अवस्थामा, भगवानले हातले आशीर्वाद दिँदै गरेको अवस्थामा त्यो भगवानको सुन्दर मुखकमलको दर्शन गर्दै गर्दै श्री भीष्मजीले आफ्नो शरीरको त्याग गर्नुभयो। बोलो भक्तवत्सल भगवानको भगवान आउनुहुन्छ। यसरी आएपछि सबैलाई साथमा लिएर आउनुहुन्छ अनि भगवान धेरै वर्ष समय भइसक्यो त्यो महाभारत युद्ध समाप्त भयो, राज्य प्राप्त गरे युधिष्ठिरले। अब राज्य प्राप्त गरिसकेपछि त भगवानले अब भगवान कहाँ जान द्वारिका गमनको लागि प्रस्थान गर्नुहुँदै थियो। द्वारिका गमन गर्नको लागि तयार हुँदै गर्दाखेरि चाहिँ श्री
आउने कृष्ण बसना हाम्रो मनैमा आउने कृष्ण बसना हाम्रो मनैमा नगर कृष्ण छाया कृष्ण मनैमा श्रीमद् भागवत महापुराण को सुखदेव जी महाराज को श्री परीक्षित जी महाराज को जय जय श्री श्रीमद् भागवत में यति धेरै कथाहरू छन्। यो कथा श्रवण सुनाउने हो सबै कथालाई समेटेर लाने भने 1 महिनामा पनि सकिँदैन। कथा श्रीमद् भागवतको प्रथम स्कन्धमा यदि कथा राम्ररी प्रेमपूर्वक सबैलाई समेटेर श्लोकमा आएका कथा र विषय वस्तुलाई साथमा लिएर जाने हो भने प्रथम स्कन्धलाई मात्रै 1 महिना लाग्छ। 4 महिनाको जुन कथा समय हुन्छ, 4 महिनाको जुन चतुर्मास हुन्छ, चतुर्मासको कथा श्रीमद् भागवत 4 महिना गर्दा पनि पुरा हुँदैन। अनि हामीले 5 दिनमा 6 दिनमा भागवत पुरा गर्छौँ होला। अनि हामी आफूले पढेका कुरा तपाईहरुलाई बताउनै सकिरहेको छैनौँ भने चाहिँ तपाईहरुले सुनेका कुराहरुमा भागवतको सम्पूर्ण ज्ञान प्राप्त होला त। त्यसैले जहिले पनि भागवत जहाँ हुन्छ एउटाबाट यति कुरा राम्रो प्राप्त गरियो भने त्यसलाई लिने। हाम्रो जीवनको उद्देश्य त्यही हो। जे पाइन्छ राम्रो चिज लिने, नराम्रो चिज छोडेर जाने। र यही कुरा त यही सिक्दा सिक्दै त जीवन बितेर जान्छ। श्री सुखदेव जी महाराजको प्रसंग हामी वर्णन गर्दै थियौं। भगवान जब द्वारिका गमन गर्ने अवस्थामा पुग्नुभयो, जब बाहिर निस्किन ठिक्क पर्नु भएको थियो, कुन्ती आइपुगिसिन् अरे। कुन्ती आएर भगवानसँग प्रार्थना गर्न थालिन्। भगवानसँग भन्छन् मलाई जीवनमा अरू केही चाहिँदैन गोविन्द, यदि मलाई दिन्छौ भने दुःख देऊ। कुन्ती पनि आश्चर्य, अब हामी माग्छौँ नि, के माग्छ? भगवानले आएर वरदान माग्यो भने कति थोक पाक्थ्यो होला। एकजना बुढी आमा हुन्थ्यो अरे, आँखा पनि नदेख्ने। अनि आँखा नदेख्ने बुढी आमाले भएको ठाउँमा भगवान आउनु भएको छ अरे। शङ्करजीको ध्यान गर्दाखेरि चाहिँ छिट्टो आउनुहुन्छ भनेर सुनेको थिएन अरे। शङ्करजीको ध्यान गरिन् शङ्करजीको मन्त्र जाप गरिन् भगवान त आशुतोष हुनुहुन्थ्यो, तुरन्त प्रकट हुनुभयो। माग्नु सामान के चाहनु छ तपाईँ? भगवानले भन्नु म वरदान त दिन्छु, तर कस्तो? म एउटा मात्रै तपाईले मागेको एउटा मात्रै वस्तु प्रदान गर्छु। एउटा चिज मात्रै माग्नुहोस्, एक पटक माग्नुहोस्, धेरै पटक माग्न पाउनुहुन्न। एक पटक माग्नुहोस्, म त्यो तपाईलाई प्रदान गर्छु। अब आमैले सोचिन्, आँखा देख्दिन, आँखा मागौँ भने 80 वर्ष भयो, कति दिन पो देखि, के पो देखिन्छ होला। अब गरिब मान्छे, घरमा खाने कुरो पनि छैन, छोराछोरी छन्, सबै घर गरिबीले सबै बर्बाद भएको छ। छोराको नाति पनि छैन, बिहे गरेको छ भर्खर छोराको, नाति हेर्ने मन पनि छ। आँखा पनि छैन, गरिबी पनि छ, आँखा देखे पनि पेटभरि खान पाइने होइन। अब त सम्पत्ति छोरोको नाति मागो न त भन्नु भने आफूले आँखा देख्दिन, त्यो नाति भएर पनि के अर्थ भयो? आमाले सोच्नु भएछ, अब माग्न चाहिँ कसरी माग्नु त? भगवानले एउटा वरदान माग्नु भने आज फेरि आमाले सोच्नु भएको छ। अनि आमाले वरदान माग्नु भएको छ अरे, प्रभु घरमा सुनको थालमा नातिलाई दुध र भात खाँदै गरेको देख्न पाऊँ भनेर वरदान माग्नुभएको। सुनको थालमा नातिले दुध र भात खाँदै गरेको देख्न पाऊँ भनेर वरदान माग्नुभयो। नाति पनि माग्नुभयो,
सोनाको थाल भएपछि धन सम्पत्ति बिना सोना थाल पनि आएन। अब देख्न पाऊँ भनेपछि आँखा नभएपछि देख्ने कुरा भएन, आँखा त दिनै पर्यो। एकै पटकमा सबै थोक माग्नु भएको छ। त्यति बाधा हुँदैन कि मान्छे। भगवान शङ्कर पनि बडा आशुतोष हुनुहुन्छ नि त। यस्ता बाधा व्यक्तिहरू भएको ठाउँमा कुन्ती मलाई गोविन्द दुःख देऊ भनेर माग्नुहुन्छ। जीवनमा मलाई केही चाहिएन, मलाई जीवनभरि दुःख देऊ। भगवानले भन्नुभयो भगवानको सम्बन्धमा त फुपू हो नि त भगवानको त। के वरदान मागेको? सुख माग। मान्छे जीवनभरि धन सम्पत्ति माग्छन्, सन्तान माग्छन्, हरेक कुरा सुख समृद्धि माग्छन्। दुःख माग्दैछु? के मागेको यस्तो कुरा भन्दाखेरि श्री कुन्तीजी भन्नुहुन्छ प्रभु जहिले जहिले दुःख भयो, त्यो दुःखको बेलामा तपाईको आगमन भयो। अब घर सम्पत्ति प्राप्त भयो, राज्य प्राप्त भयो, हजुर छोडेर जाँदै हुनुहुन्छ। मलाई सम्पत्ति चाहिएको छैन। जहाँ भगवानको नाम आउँदैन छ, भगवानबाट विमुख भएर बस्नुपर्छ भने त्यो सम्पत्तिको कुनै अर्थ छैन। मलाई त्यस्तो वस्तु चाहियो जहाँ तपाईँ सदा सर्वदा मेरो घरमा मेरो हृदयमा बस्नुहोस्। अब मलाई दुःख नभइकन तपाईँ आउनु नै नहुने रहेछ, बरु दुःखै दिनुहोस् तर हजुरको दर्शन सदा प्राप्त होस् भनेर माग्नुभएको छ। भगवानले भन्नुभयो अब यो जन्म त त्यस्तै हो, फेरि कुनै जन्ममा हजुरको पुत्र भएर आउँला। अहिलेलाई भने म घर जान्छु, म सधैँ हजुरको साथमा छु भनेर भगवानले आफ्नो बुवाले पनि आफ्नै कुकुरलाई पनि वरदान दिएर आफ्नो दुर्योगमा जानुभयो। फेरि बाहिर निस्किँदै हुनुहुन्थ्यो युधिष्ठिर। जब बाहिर निस्किनु हो उत्तरा दौडिँदै उत्तरा रुँदै रुँदै आइपुगिन अभिमन्युकी पत्नी उत्तरा। त्राही माम बचाऊ बचाऊ भन्दै भगवान भएको ठाउँमा यसो हेरे एउटा ज्वाला चाहिँ उत्तराको गर्भमा प्रवेश गर्न आँटिरहेको थियो। त्यति उत्तराको गर्भमा एउटा सानो बालक पेटमा थियो। भगवान दौडेर जानुभयो र उत्तराको गर्भभित्र प्रवेश गर्नुभयो र भगवानले त्यहाँ गर्भमा बचाएर त्यो बालकलाई भित्र गएर सुदर्शन चक्र निकालेर त्यहाँ भित्र भएको वस्तुलाई हटाइदिनु भयो र त्यो बालकलाई बचाउनु भयो। बचाएर चाहिँ भगवान बाहिर निस्किनुभयो। बडा प्रसन्न हुनुभयो। सबैजना बाहिर निस्केर जानुभयो। भगवानले जसलाई बचाउनु भयो उत्तराको गर्भमा उनी नै परीक्षित थिए र परीक्षितलाई विष्णुराज पनि भनेर भनिन्छ। विष्णुराज भनेको विष्णु भगवान अथवा भगवान कृष्णद्वारा बचाएको कारणले उनको नाम विष्णुराज भनेर भनिन्छ। प्रभु आउनुभयो फुलमाला लाएर खगको सीता अर्जुन पनि साथमा जानुहुन्छ। यता समय हिँड्दै गयो। युधिष्ठिरको मनमा अनेक प्रकारका अपशकुनहरू नराम्रा सपनाहरू देख्न थाले। के
के घरमा पनि हुन थाल्यो। उसलाई बडा चिन्ता लाग्न थाल्यो। यसरी चिन्ता लागिरहेको थिए कहाँ केही पो भयो कि अर्जुनले पनि भगवानलाई छोड्न गएको, कृष्णलाई छोड्न गएको धेरै दिन भयो, फर्केर पनि आएन। के भयो होला, उसको के हुँदै होला भनेर मनमा आइरहेको थियो। त्यति नै खेर अर्जुन मलिन मुख लगाएर आइपुग्नुहुन्छ। के भयो भन्दाखेरि अर्जुन रुँदै रुँदै भगवानको विरहले व्याकुल भएर हामीलाई जति प्रेम गर्ने, माया गर्ने, जब जब दुःख पर्थ्यो, जब जब आपद विपत्तिहरू घरमा आउँथे, जब समस्याहरू आउँथे, त्यस्तो अवस्थामा हामीलाई साथ दिने परमात्मा भगवान श्री कृष्णको द्वाराबाट चाहिँ स्वधाम गमन भयो। भगवानले हामीलाई छोडेर जानुभयो भनेर अर्जुनले युधिष्ठिर आदिलाई सुनाउँछन्। यो सुन्ना साथ भनिन्छ कुन्तीले तत्काल आफ्नो शरीर त्याग गरे। भगवानको जो वेदनाले व्याकुल भएकी कुन्तीले त त्याग गरिन्। सबैजना अन्य पाण्डवहरूले पनि आफ्नो पुत्र र पौत्र परीक्षितलाई सम्पूर्ण राज्यभार दिएर उत्तर दिशातिर प्रस्थान गरे। उत्तर दिशातिर प्रस्थान गरे। अब सम्पूर्ण राज्यको भार श्री परीक्षितजीमा आयो। परीक्षितले बडा प्रेमसँग राज्य गर्न थाल्नुभयो। त्यही अवस्थामा एक दिन बाटामा कहीँ हिँड्दै जाँदाखेरि बाटामा के भएछ भने एउटा गाईलाई कुटिरहेको रहेछ, पिटिरहेको रहेछ। त्यो कुनै चाण्डाललाई देखेपछि बडा क्रोधित भए। क्रोधित भएर सोधे त को होस्, मेरो राज्यमा किन आइस भनेर सोधेखेरि अब मेरो राज्यबाट छोडेर मेरो राज्यभन्दा बाहिर निस्केर गइहाल भनेर युधिष्ठिरले श्री परीक्षितले भन्नुभयो। यसो भन्दा त्यो व्यक्ति, त्यो चाण्डालले के भन्यो भन्दाखेरि प्रभु तपाईको त सम्पूर्ण पृथ्वीको अधिपति त हजुर हुनुहुन्छ। अब हजुरलाई छोडेर म कहाँ जाउँ चाहिँ तपाईको राज्य कहाँ छैन र म त्यहाँबाट बस्छु। सारा पृथ्वीको अधिपति त हजुर हुनुहुन्छ भनेर भन्नुभएको छ। त्यसो भनिसकेपछि सोध्नुभयो श्री परीक्षितजीले तिमी हो चाहिँ को त भन्दाखेरि मेरो नाम कली हो, म कली हुँ। अब म बाहिर जाने कहीँ ठाउँ छैन, ममा धेरै अवगणहरू त छन्, मलाई हजुरको स्थान दिनुहोस्, हजुरले कहीँ बस्ने ठाउँ दिनुहोस् भनेर माग्यो। उनले माग्दाखेरि श्री कलियुगलाई श्री परीक्षितजीले चारवटा स्थान प्रदान गर्नुभयो। द्योतपानम स्त्रिया सुना यत्र धर्म चतुर्विधः, चारवटा स्थान प्रदान गर्नुभयो। द्योतम भनेको जहाँ जुवा खेलिन्छ त्यो ठाउँ, पानम भनेको जहाँ मदिरा पान गरिन्छ त्यो ठाउँ, जहाँ स्त्री लम्पटर हुन्छन् त्यो ठाउँ, र जहाँ हत्या हिंसा हुन्छ त्यो ठाउँ। ती चारवटा ठाउँमा कतै गएर बस भनेर कलियुगलाई भन्नुभएको छ। भन्दाखेरि उहाँले भन्नुभयो कमसेकम मेरा नराम्रै गुणहरू भए पनि एउटा गुण त ममा राम्रो छ। के छ तेरोमा भन्दाखेरि जो तपस्या गर्दाखेरि सत्ययुगमा तपस्या गर्दाखेरि, द्वापर त्रेता युगमा जब यज्ञ गर्दाखेरि जुन कार्य पूर्ण हुँदैन थियो, कलियुगमा केवल नाम संकीर्तन गर्दा पूरा हुन्छ, त्यो सम्पूर्ण फल प्राप्ति हुन्छ। कलियुग केवल हरि गुण गाह, कलियुगमा चाहिँ केवल भगवानको गुणगान गर्दा मात्रै त्यो तपस्या गरेको फल, त्यो यज्ञ गरेको फल प्राप्ति हुन्छ। त्यसैले ममा पनि त कुनै गुण त छ भनेपछि यदि तेरो गुण राम्रो लाग्यो त्यसैले म तँलाई एउटा अर्को ठाउँ दिन्छु भनेर जात रूप मदात प्रभु भनेको जात रूप भनेको सुनलाई भनिन्छ। सुनमा लगेर ल त गएर सुनमा गएर बस भनेर दिनुभयो र सुन सवर्णमा गएर कलियुग बस्न थाल्यो। आदिना तत्फलं लभते सम्यक् कलोके
केशव कीर्तना। न तपस्या गर्दा फल प्राप्त हुन्छ, न योग न समाधि लगाउँदा त्यो फल प्राप्त हुन्छ। यत् फलम लभते सम्यक सहज रूपमा कलौ केशव कीर्तना। कलियुगमा भगवानको नाम संकीर्तन गर्दा त्यो समाधि पनि लाउनु परेन, तपस्या पनि गर्नु परेन, यज्ञ आदि पनि गर्नु परेन, कुनै कर्मै गर्नु परेन, केवल भगवानको नाम लिँदा त्यो सम्पूर्ण फल प्राप्त हुन्छ कलियुगमा। कति सजिलो छ है। पहिला पहिला हजार हजार 10,000 वर्ष तपस्या गर्नु पर्यो सत्य रूपमा, तब भगवत प्राप्ति हुन्छ। त्रेता युग आयो, त्रेता युगमा अनेक प्रकारका असंख्य रूपमा यज्ञहरू गर्नु पर्थ्यो। अश्वमेध जस्ता यज्ञहरू गर्दाखेरि बल्ल फल प्राप्ति हुन्थ्यो। अब द्वापरमा आएर अनेक प्रकारका यज्ञ अनुष्ठान आदि गर्नु पर्थ्यो। भगवानको नाम पनि जप गर्दा पनि त्यो फल प्राप्ति हुँदैन। तर कलियुगमा भगवानको नाम केवल नाम लिँदा मात्रै त्यो फल प्राप्ति हुन्छ। यो कलिकलमा रम्भो यो महिनाले परमात्मले बोल्दैछ। यो कलिकलमा रम्भो यो महिनाले परमात्मले बोल्दैछ। परीक्षितले कलियुगलाई 4 स्थान प्रदान गर्नुभयो जसमा स्वर्ण पनि थियो। अब सुन भन्ने बित्तिकै कुन चाहिँ सुन? सबै सुनमा कलियुग आउने भए त हामी पनि सुन लगाउँछ नि है, मैले पनि लाजे। अब यहाँ पनि कलियुग होला त प्रश्न आउँछ। सबै सुनमा कलियुग आउँदैन। कलियुग आउनको लागि कस्तो सुन हुनुपर्छ भन्दा अर्काबाट लुटेको, अर्काबाट लुटेर ल्याएको धनै भए पनि त्यो धनबाट सुन बनाएर आएछ भने त्यसमा कलियुग। अरूबाट लुटेको, अरूलाई छिनेको एउटा श्लोक म यहाँलाई सुनाउँछु। अन्यायोपार्जितं वित्तं 10 वर्षाणि तिष्ठति प्राप्ते एकादशी वर्षे समूलं स विनश्यति। अन्यायबाट उपार्जित गरेको सम्पत्ति 10 वर्ष टिक्छ अरे। प्राप्ते एकादशी वर्ष 11 वर्ष लाग्न साथ समूलं स विनश्यति, त्यो मूल सहित नष्ट भएर जान्छ। सम्पत्ति नष्ट हुन्छ भन्नेको मतलब भयो त सबैले अर्काले दुनियाँभरको कमाइरहेछन्, लुटेरै खाइरहेछन्, कोही तिनीहरूको त नष्ट भएको छैन। तपाईँ याद गर्नु होला, जसको सम्पत्ति करोडौँको अर्काबाट लुटेर ल्याएछ नि, उसको खाने सन्तान नष्ट भएर जान्छ। कसको लागि कमाउनु? त्यसैले अन्यायबाट उपार्जित भएको सम्पत्ति यदि छ भने त्यसमा कलियुग हुन्छ। यसले विनाशभन्दा अरू कुनै वस्तु प्राप्त गराउँदैन। यहाँ पनि के भयो? समय बित्दै गयो, कलियुगलाई दिए, कलियुगलाई दिइसकेपछि अब अगाडि श्री परीक्षितले चाहिँ राज्य गरिरहेका थिए। बडा प्रेमपूर्वक राज्य चलिरहेकै थियो। तर एक दिन शिकार गर्न भनेर जङ्गलतिर गएछन्। जङ्गलमा जाँदाखेरि एकजना समीक नाम गरेका ऋषिको कुटीमा पुगे। कुटीमा पुग्दाखेरि तिर्खाले प्यास लागेर तिर्खा लागेर व्याकुल भएका थिए। त्यो तिर्खा लागेका तिनीलाई बोलाए। साधु तपस्यामा थिए, समाधिमा थिए। बोलाउँदा बोलेन, नबोलेपछि उनलाई क्रोध, उनको मनमा क्रोध उत्पन्न भयो, रिस उठ्यो। किनभने उनको मुकुटमा जुन थियो त्यसमा कलीको बास भइसक्यो। दोस्रो
त्यत्रा ठुला राजा चक्रवर्ती सम्राट परीक्षित जी को मुकुटमा कसरी चाहिँ कलियुग आयो होला त भन्नुहुन्छ भने पहिला युधिष्ठिरले जब अश्वमेध यज्ञ गरेका थिए त्यो अश्वमेध यज्ञ गर्दाखेरि उनले जितेर ल्याएको थियो मुकुट। तिनै जितेर ल्याएको मुकुटमा चाहिँ उनको के भयो कलियुगको बास भयो। जरासन्ध नाम गरेको राक्षसबाट जितेर ल्याएको थियो नि त, त्यो जरासन्धबाट ल्याएको र मुकुट लगाएको कारणले उनको त्यो मुकुटमा चाहिँ कलियुगको बास भयो। गए साधुले बाहिर ननिक्लेपछि रिस उठेपछि के गरे, एउटा मरेको सर्प भेट निकालेर त्यहाँ देखे, आफ्नो धनुषको नोकले यस्तो उठाएर ल्याएर साधुको गलामा बेर्दैछन् साधु। अब बेरिदिएपछि के भयो, बुढो आफ्नो बाटो लाग्यो। तिर्खा धेरै लागेको थियो, अलिक पर पुगेपछि मुकुट खोल्नु पर्यो, गर्मी भयो, रुखको फेदमा शीतल ठाउँमा गएर बसे, मुकुट खोले, निकालेर सो राखेपछि उसको दिमागमा आयो, हो मैले के अपराध गरेँ, वशिष रियाल बाबुको आजबाट बन्द भएको रहेछ। भागवतको चाहिँ सबैले उहाँलाई बधाई दिनु होला। सबैलाई उपनयन संस्कार भनेको उप भनेको दोस्रो, अर्को नयन भनेको आँखा। आजदेखि नयाँ दृष्टि पनि उत्पन्न भएको छ, नयाँ दृष्टि प्राप्त भएको छ, अरूलाई हेर्ने दृष्टि नयाँ, अब जीवनमा गर्नुपर्ने विशेष दृष्टि प्राप्त भएको छ। बाबुलाई अब जीवनमा नयाँ सोच, नयाँ विचार, नयाँ उमङ्ग, नयाँ हेर्ने, अरूलाई हेर्ने दृष्टिकोणमा फरक आओस्, शिक्षाको क्षेत्रमा उत्तर प्रगति होस् र परिवार आफन्तप्रति पनि प्रेम अनि सद्भावको दृष्टि पनि सदा सर्वदा मनमा रहोस्। मेरो तर्फबाट धेरै धेरै आशीर्वाद छ। भागवत भगवानले जीवनमा सुख, शान्ति, समृद्धि, उन्नति र प्रगति सदा प्रदान गरून् भन्ने कामना गरौँ। हामी सबैको तर्फबाट बाबुलाई धेरै धेरै बधाई छ। जनै लगाउने, जनै सधैँ लगाउने, जनै लगाएर चाहिँ संज्ञा बन्धन पनि गर्ने, गुरुले मन्त्र दिनुभयो होला त्यो गुरु मन्त्रलाई ध्यानपूर्वक श्रवण गर्ने, सधैँ पूजा गर्ने र त्यसलाई मन्त्रलाई जाप पनि गर्ने है, अनि मात्र सिद्ध हुन्छ। जनैको सम्मान गर्ने, जनै खोलेर त्यो जनै पूर्णिमाको दिन मात्रै खोजेर आउने होइन, जनै पूर्णिमा दिन जनै लगायो, भोलिपल्टदेखि ताकतिरी गर्नु हुँदैन है। श्री परीक्षितले अपराध गर्नु, श्रमिक ऋषिका पुत्रले जब त्यो देखे, आफ्नो पितामाथि अपमान गरेको देखे, ऋषिले क्रोधित भएछ, हातमा जल उठाएर श्राप दिइहाले। तब लक्षित पर्यादम, तेरो मेरो पितामाथि अपराध गर्ने जो कोही पनि होस्, यसको 7 दिनमा तक्षक नाम गरेको सर्पले डसेर मृत्यु प्राप्त होस् भनेर श्राप दिए। श्राप दिएपछि त हाहाकार मच्चियो, तुरुन्त ऋषिको आँखा खुल्यो, खुल्ला साथले के भयो भनेर विचार गरे। छोरालाई बोलाए, के भयो पिताजी, यस्तो यस्तो भयो, एकजना व्यक्तिले चाहिँ श्राप यसो गरे, तपाईँको चाहिँ माला, सर्पको माला लगाइदिएका थिए, मैले श्राप दिएँ त्यसलाई, यो 7 दिनमा त्यो व्यक्तिको मृत्यु हुँदैछ।
श्राप दिएर मृत्यु हुँदैछ भनेको सुनेपछि त हाकार मच्यो। तुरन्त खबर पठाए कि जाऊ त्यो राजा परीक्षितलाई गएर भनिदेऊ तिम्रो मृत्यु 7 दिनमा हुँदैछ, त्यो केही न केही उपाय गरिहाल भनेर खबर पठाए। अब खबर पठाएपछि उनलाई पहिलेदेखि पछुतो त भइ नै रहेको थियो। परीक्षितलाई कसैले गएर सुनायो तिम्रो मृत्यु 7 दिनमा हुँदैछ परीक्षित, अब के गर्छौ गर भनेर भने। त्यो सुन्नासाथ परीक्षितले तत्काल केही सोच्दै नसोची आफ्नो पुत्र जनमेजयलाई सम्पूर्ण राज्य पाठ दिएर तत्काल घरबाट निस्केर जङ्गलतिर लागे। अब साधु सन्त जहाँ महापुरुषहरू बस्थे त्यहाँ गएर त्यहाँ गङ्गाजीको तटमा गएर आसन लगाएर बसे। त्यस पछाडि सोध्न थाले जसलाई पनि मरियमारस्य व्यक्ति जो मर्नेवाला छ, जो अब 7 दिनभित्रमा जसको मृत्यु हुँदैछ, त्यसले के गर्नुपर्छ प्रश्न गरे। सबलाई प्रश्न गरे, कसैले उत्तरै दिएन। अब कसैले यो गर्नुपर्छ, कसैले त्यो गर्नुपर्छ भने, तर निश्चित 7 दिनमा पक्का मोक्ष हुन्छ त भनेर प्रश्न गर्दा कसैले पनि उत्तर दिन सकेन। त्यही अवस्थामा श्री सुखदेवजीको आगमन भयो। सुखदेवजीको पूजन आज सम्पूर्ण पूजा पाठ गरिसकेपछि सोध्नुभयो सुखदेवजीलाई, प्रभु मेरो भाग्य धन्य भाग्य छ, मेरो कर्ममा त मैले जीवनमा राम्रो कर्म गर्न सकेको थिइनँ, तर मेरा पिता पुर्खा मेरा युधिष्ठिर आदि हजुरबाले अति राम्रो कर्म गर्नुभएछ, जसको कारणवश मेरो घरमा मेरो मृत्युको अन्तिम अवस्थामा हजुर जस्तो महापुरुषको आगमन हुन पुग्यो। मैले यस्तो कर्म कहाँ गरेको छु? मेरा हजुरबाले गरेको पुण्यको प्रभावले आज हजुर मेरो घरमा सम्म आइपुग्नु भएको छ, मलाई मोक्ष गराउन आइसक्नु भएको छ। प्रभु अब कृपा गर्नुहोस्। मरियमारस्य धर्मस्य मर्न आँटेको व्यक्तिले के गर्नुपर्छ, कसरी मोक्ष प्राप्ति हुन्छ भनेर प्रश्न गर्नुभयो। त्यसरी प्रश्न गर्दाखेरि उत्तर दिनुहुन्छ, यो केवल सत्संग भगवानको नाम संकीर्तन र भगवानको कथाको श्रवणबाट नै तिम्रो मोक्ष प्राप्ति हुन्छ भनेर भन्नुभयो। के हो त त्यो मोक्ष प्राप्तिको मुख्य साधन भन्दा श्रीमद् भागवत भनेर बताउनुभयो। श्रीमद् भागवतको प्रसङ्गको वर्णन गर्नुहुन्छ र वर्णन गरिसकेपछि यहाँ सत्सङ्गको महिमाको वर्णन गर्नुहुन्छ र भगवानको नाम लियो मोक्ष प्राप्त गर्छ। भागवतको कुरा सुन्न साथ परीक्षितजीले भन्नुभयो श्री सुखदेवजी महाराजले, प्रभु मलाई यसबाट मनमा शान्ति भएन। अब 7 दिन त म मर्ने नै हो, 7 दिनभन्दा ज्यादा त बाँच्नेवालै छैन म। त्यसकारणले अब यो 7 दिनको यो समय जुन छ म हजुरहरूको साथमा साधु सन्तको सङ्गति गरेरै बिताउँछु। मलाई अरू केही संसारप्रतिको कुनै मोह पनि छैन। म नाम संकीर्तन त गरौँला, साथमा नाम संकीर्तनको महिमा पनि बताउनु पर्यो हजुरले भनेर चाहिँ भनिसकेपछि यसले नछोड्ने भयो भन्ने लाग्यो सुखदेवजीलाई। त्यस पछाडि स्तुति गर्नुहुन्छ, भगवानको स्तुति गरेर श्रीमद् भागवतको यहाँबाट प्रारम्भ गर्नुहुन्छ। सत्सङ्गको महिमाको वर्णन गर्नुहुन्छ श्री सुखदेवजी महाराजले। 24 अवतारको वर्णन गर्नुभएको छ। 24 अवतारहरूको वर्णन राजा चतुश्लोकी भागवतको उपदेशको बारेमा पनि वर्णन गर्नुभएको छ। अनि पुराणहरूको लक्षणको बारेमा पनि वर्णन गर्नुभएको। श्रीमद् भागवतमा 10 लक्षणको बारेमा पनि वर्णन गर्नुभएको छ। 10 अत्र सर्व विसर्गस्य स्थान पोषण मोदय मन्वन्तरय सानो कथा निरोधो भुक्तराश्रय। सर्ग विसर्ग स्थान पोषण मन्वन्तर र ईशानु कथा निरोध मुक्ति र आश्रय गरेर 10 प्रकारका लक्षण श्रीमद् भागवतमा वर्णन गरिएको छ। यहाँबाट चाहिँ विदुर र उद्धवको या विदुर उद्धवजी भएको ठाउँमा विदुरजी आइपुग्नु भएको प्रसङ्ग छ। विदुरजी जब सबै संसार त्याग गरेर घुम्न जानुभएको थियो, फर्केर आउनुभयो। विदुरजीसँग उद्धवजीको भेट भयो। उद्धवजीलाई विदुरजीले सोध्नुभयो, भगवानको बारेमा सोध्नुभयो, पाण्डवहरूको बारेमा सोध्नुभयो। सबै कुरा सोद्धाखेरि उद्धवजीले भन्नुभयो, विदुरजी भगवानको स्वधाम गमन भइसक्यो, पाण्डवहरू सब उत्तरको यात्रामा गइसके, परीक्षितले राज्य सञ्चालन गरिरहेका
छन् भनेर यहाँ पनि वर्णन गरिएको छ। उद्धव विदुर संवाद यहाँबाट सुरु हुन्छ। अनि भगवानको बारेमा भगवानले जब अन्तिम समय भगवानको थियो, भगवानको बाणले आफ्नो भगवानको चरणमा बाण लागेको थियो, त्यतिखेर भगवानले उपदेश दिनुभएको थियो। तिम्रो लागि पनि धेरै ठुलो उपदेश दिएको छ विदुर भनेर उद्धवजीले विदुरलाई भन्नुहुन्छ। विदुरले सोध्नुहुन्छ के भयो, के छ त, भगवानले मेरा लागि के भन्नुभयो, भगवानको अन्तिम उपदेश के थियो भनेर सोद्धाखेरि श्री विदुर उद्धवजी भन्नुहुन्छ भगवानको नाम सुन्न साथ, भगवानको बाणीको स्मरण गर्न साथ मेरो हृदय द्रवित हुन्छ। म बोल्न सक्दिनँ, आँखाबाट आँसु झर्न थाल्छन्, हृदय व्याकुल हुन्छ। म तपाईलाई केही पनि भन्न सक्दिनँ। तपाईँ यदि भगवानको विषयमा, लीलाको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँ मैत्रेय मुनि भएको ठाउँमा हरिद्वार जानुहोस् भनेर विदुरजीलाई हरिद्वार पठाउनुहुन्छ र श्री उद्धवजी त्यहाँबाट वृन्दावनतिर प्रस्थान गर्नुहुन्छ। मित्रासुतो मुनि भनेको मैत्रेय नाम गरेको मुनि भएको ठाउँमा जानुहोस्। त्यहाँ नै भगवानको बोली गरेका सम्पूर्ण उपदेशहरू जतिखेर हामीलाई उपदेश गर्दै हुनुहुन्थ्यो त्यतिखेर श्री मैत्रेय मुनि पनि सुनिरहनु भएको थियो। ती तपाईलाई जे उपदेशहरू छन् ती सम्पूर्ण उपदेशहरू कहीँ तपाईलाई सुनाउनेछन् भनेर बताउनुहुन्छ। यहाँबाट मैत्रेय विदुर संवाद श्रीमद् भागवतमा सुरु हुन्छ। मैत्रेय विधामा विदुर संवाद सुरु हुन साथ विराटको उत्पत्तिको बारेमा यहाँ वर्णन गरिएको छ, भगवानको मायाको बारेमा वर्णन गरिएको छ र ब्रह्माजीको उत्पत्तिको बारेमा वर्णन गरिएको छ। ब्रह्माजीले उत्पत्ति कसरी गर्नुभयो भन्ने प्रसङ्ग पनि यहाँ उल्लेख गरिएको छ। यहाँ सामान्य रूपमा अगाडि बढाएर हामी फेरि अगाडि जानेछौँ। पहिला सर्वप्रथम संसारको सृष्टिभन्दा पहिला भगवान नारायणको नाभि कमलबाट उत्पन्न भयो। नाभि कमलमा ब्रह्माजीको उत्पत्ति हुन्छ। ब्रह्माजीले वर्षौं तपस्या गर्नुहुन्छ। त्यो भन्दा पहिला पनि के प्रसङ्ग आउँछ भने नारायणको नाभि कमलमा जब ब्रह्माजी प्रभु प्रकट हुनुहुन्छ, हेर्नुहुन्छ चारैतिर केही देखिँदैन, चारैतिर पानी पानी छ संसार भई। पानी पानी छ सबैतिर। पानी भएको ठाउँमा यसो विचार गर्छु कहाँ जानु, के गर्नु भनेर व्याकुल हुनुभयो। अचम्म मलाई आश्चर्य लाग्यो। त्यस पछाडि म तल जानुहुन्छ, त्यही बाहिर केही भेटिन्छ न, त्यो कमलको डाँठ पक्रेर नि त्यही कहाँबाट चाहिँ उम्रेको छ त्यो ठाउँ त पुगिन्छ होला नि त भनेर खोज्दै खोज्दै त्यही डाँठ समातेर तल 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 जानुभयो। वर्षौं बित्यो, भेटिएन, फेरि भेटिएन। नभेटेपछि फर्केर माथि आउनुभयो। माथि आउँदाखेरि अब पानी शरीरमा त लागेको थियो, त्यो लागेको पानी फुल भएको ठाउँमा आएर जब माथि बस्नुभयो त्यो पानी चुइकिन थाल्यो, तप तप गर्दै। त्यो पानी चुइँदाखेरि यहाँ वर्णन गरेको छ तर प नाम गरेका दुईटा शब्द अक्षर उत्पत्ति भयो। हामी पनि सोच्छौँ नि पानी छुइँदाखेरि तप तप गर्छ नि, त्यो तर प नाम गरेका दुईटा शब्द उनले ब्रह्माजीले सुनेपछि हो पूर्वजन्मको याद आयो, तपस्या पो गर्नुपर्ने रहेछ भनेर अनि तपस्या गर्न थाले। त्यस पछाडि तपस्या गर्दै 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 ब्रह्माजी समय बित्दै गयो, भगवान प्रकट हुनुभयो। प्रकट भइसकेपछि ब्रह्माजीलाई संसारको सृष्टि गर्नुहोस् ब्रह्माजी, तपाईँले पहिला पनि सृष्टि गरेको हो भनेर सम्झाउनुहुन्छ। त्यस पछाडि ब्रह्माजीले संसारको सृष्टि प्रारम्भ गर्नुहुन्छ। यहाँबाट मनुष्य देवादि आदिको सृष्टि प्रारम्भ हुन्छ। कथा हामी फेरि सुन्दै गर्छौँ। यहाँ भगवान परीक्षितजीको झाँकी आइसकेको छ। हामी झाँकीको दर्शन गर्छौँ। त्यस पछाडि कथा अलिकति सुनेर आजलाई हामी विश्राम पनि लिन्छौँ। अहिले एकछिन भगवान मनबाट 10 जना सन्तान प्राप्त भए, नारद आदि। त्यस पछाडि सबैजना सबैभन्दा पहिलो सृष्टि जो थियो त्यो सनक, सनन्दन, सनातन र सनत कुमार नाम गरेका 4 जना ऋषिहरूको पहिलो सृष्टि भयो। संसारमा सबैभन्दा पहिला सृष्टि भएका ती 4 सृष्टिबाट चाहिँ भगवान जब 4 जनाको सृष्टि भयो, ब्रह्माजीलाई सोध्नुभयो के गर्नु पर्यो पिताजी भनेर सोद्धाखेरि ब्रह्माजीले भन्नुभयो संसार सृष्टिलाई विस्तार गर।
सृष्टि बढाऊ अझै। उनीहरूले भने हामी त संसार सृष्टि गर्दैनौँ, हामी भगवानको नाम लिन्छौँ, भगवानको जप गर्छौँ, भगवानको दर्शन गर्छौँ, हाम्रो अरू केही काम छैन, हामी यो संसार सृष्टिको तिर लाग्दैनौँ भनेर भनेछ। ब्रह्माजीले बार बार भन्नुभयो, आदेश दिनुभयो, कसैलाई लागेन। अन्तमा ब्रह्माजीले श्राप दिनुभयो, तिमीहरू बच्चा जस्तो कुरा गर्छौ, त्यसैले सधैँ 5 वर्षको बनिरहनु भनेर श्राप दिनुभयो। त्यसैले सनन्दन सनत कुमार आदि गरेका ऋषिहरू 5 वर्षका बालक कहिले उमेरै बढ्दैन भनेर, त्यसरी 10 जनाको सृष्टि भयो। त्यस पछाडि ब्रह्माजीको मनमा यसो भाव आयो, हो ये गर्ने बेला संसार सृष्टि त कोही गर्नै मान्दैन भनेर चिन्तित भएर बसिरहनु भएको थियो। शरीर 2 भागमा विभक्त हुन्छ ब्रह्माजीको, एकपट्टिबाट पुरुष र एकपट्टिबाट स्त्रीको जन्म हुन्छ। जब पुरुषमा स्वयम्भुव नाम गरेका मनु भए र स्त्रीमा चाहिँ शतरूपा नाम गरेकी महारानी भए र यिनै स्वयम्भुव मनु र शतरूपाका सन्तान भएको कारणले मनुबाटै उत्पन्न भएको कारण हामीलाई मनुष्य भनेर भनिन्छ। र मनु र शतरूपाका सन्तान भए। अनि पहिला मनु शतरूपाका जुन सन्तानहरू मध्ये छोरा भए 2 जना, पहिलेदेखि छोरी भए। जति छोरी थिए सबै छोरीहरूको विवाह भयो। यिनै छोरा छोरीकै नामबाट चाहिँ सम्पूर्ण भागवतमा यसको पछाडि पढ्न नआउने नै छ। 2 जना पुत्र भए। उत्तानापाद नाम गरेको पुत्र भयो। त्यस पछाडि छोरीहरू भए 3 जना छोरी, आकृति, देवहूति र प्रसूति नाम गरेका 3 जना छोरीहरू भए। आकृति, रुचे, प्रादात, आकृति नाम गरेकी छोरीलाई रुचि नाम गरेको प्रजापतिसँग विवाह गरेर दिए। त्यस पछाडि प्रसूतिको दक्ष प्रजापतिसँग विवाह भयो। यो प्रसङ्ग हामी पछि सुन्नेछौँ। त्यस पछाडि देवहूतिको विवाह कर्दम नाम गरेका ऋषिसँग भयो। कर्दम र देवहूतिबाट को विवाह भएको प्रसङ्ग छ श्रीमद् भागवतमा। र पहिला कर्दम र देवहूतिबाट चाहिँ 7 जना छोरीहरू जन्मे। ती छोरीहरू सप्तऋषिलाई विवाह गरेर दियो। र त्यस पछाडि अन्तमा उनको 1 जना पुत्रको जन्म भयो, जहाँ साक्षात भगवान नारायण कपिलको रूपमा उहाँबाट अवतरित हुनुभयो, जसलाई कपिल भगवान कपिल देव भनेर चिनिन्छ। कपिल भगवानको यहाँबाट कपिल अब कपिल भगवानको प्रसङ्ग हामी यहाँ श्रवण गरेर आनन्द लिन्छौँ र आरती आदि कार्य गरेर हामी आजको कथालाई पनि यहाँ विराम दिन्छौँ। भोलि फेरि ठिक 10 बजे हामी कथालाई 1 बजे हामी कथामा पुनः प्रारम्भ गर्नेछौँ।